ल अब हामी अफिसियली क्लास सुरु गर्छौं। म तिमीहरुको प्रशान्त दाइ है, म तिमीलाई पढाउँछु फिजिक्स। आज हामी भनेको रेडियो एक्टिभिटीको वन शट हान्दैछौँ है। वन शट भन्नुको अर्थ के हो? एकै निशानामा के गर्ने? घायल बनाइदिने, जोसुकैलाई है, बुझ्यौ नि? ल ठीक छ। आज हामी रेडियो एक्टिभिटी यस्तो वन शटमा जान्छौं कि हुन्छ नि, रेडियो एक्टिभिटीको यो वन शट हेरिसकेपछि तिमीले रेडियो एक्टिभिटीसँग रिलेटेड कुनै पनि क्वेशन्स बिगार्दैनौ। एनईबी को क्लास 12 को एक्जामिनेसन आयो भने तिमीले कुनै पनि क्वेशन्स बिगार्दैनौ हेर है। सबै सबै दामी हुन्छ, मिल्छ है। ल ठीक छ नानीहरु, त्योभन्दा अगाडि हेर त, ध्यान देऊ। यहाँ के लेखेको छ स्लाइडमा हेर, प्लिज ध्यान देऊ है। त्योभन्दा अगाडि यु डोन्ट नीड टु बी परफेक्ट, यु जस्ट नीड टु बी कन्सिस्टेन्ट। ध्यान देऊ है नानीहरु, तिमीहरु यदि सक्सेस पाउन चाहन्छौ भने तिमीहरु एकदमै पर्फेक्ट हुनुपर्ने जरुरी छैन, तर तिमीहरु कन्सिस्टेन्ट हुनुपर्यो के, तिमीहरु डिसिप्लिन हुनुपर्यो है। बुझ्यौ नि? तिमीले दिनदिनै त्यही वेमा भनेको मेहनत गर्दै 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 जानु पर्यो, बुझिन्छ नि है। अनि अकर्डिङली तिमीहरुले मेहनत गरिसकेपछि, कन्सिस्टेन्ट भइसकेपछि अवश्य एक न एक दिन त सक्सेस पाउँछौ। अहिलेको लागि के हुनु पर्यो? अहिलेको लागि टार्गेट भनेको एनईबी को बोर्ड एक्जामिनेसनमा A+ हुनु पर्यो है। हुन्छ? अहिले भनेको एनईबी को बोर्ड एक्जामिनेसनमा के हुनु पर्यो न? A+ हुनु पर्यो हेर। ल ठीक छ। अनि बाबु नानी हेर न, रेडियो एक्टिभिटीबाट यति धेरै क्वेशन सोधिसकेको छ हेर त, यहाँ ध्यान देऊ। ल हेर न, रेडियो एक्टिभिटीबाट यति धेरै क्वेशन सोधिसकेको छ। के सोधेको रहेछ हेरौ है त। ल यो सबै है तिमीले आजको वन शट हेरेपछि यो सबै कुरा तिमीले बुझ्ने हो है, बुझ्यौ नि? ल हेर त नानीहरु के छ भन, नानीहरु हेर है, ध्यान देऊ है। ल हेर त, डिफाइन डीके कन्स्टेन्ट। डीके कन्स्टेन्ट भनेको के हो? हाफ लाइफ भनेको के हो? n इक्वल्स टु n नट को पावर माइनस के भनेको छ? लैम्डा टी लाई भनेको प्रुफ गर भनेको छ। त्यो पनि गरिन्छ है, त्यो पनि क्वेशनमा गरिन्छ भरे है। त्यसपछि भनेको रेडियो एक्टिभिटी भन्नाले के बुझिन्छ? रिलेसन बिट्विन हाफ लाइफ एन्ड डीके कन्स्टेन्ट है। हाफ लाइफ र डीके कन्स्टेन्ट बीचमा रिलेसन कस्तो हुन्छ? त्यसपछि यस्ता न्यूमेरिकल्सहरु हामी सबै गर्छौं कि नेचुरल रेडियो एक्टिभिटी भनेको के हो, यो इक्वेसन कसरी प्रुफ गर्छ हेर त। कति इम्पोर्टेन्ट छ यो इक्वेसन हो कि हैन? हामी मज्जाले प्रुफ गर्छ यो। 1 युनिट अफ रेडिएसन भनेको के हो? हाफ लाइफ यति छ भने ल न्यूमेरिकल छ यो। अब हेर है, त्यसैगरी यो पनि एउटा न्यूमेरिकल छ। यो चाहिँ स्याम्पल मात्र हो कि नानीहरु है। हामी यस्ता यस्ता क्वेशन्स अब गर्छौं यो भिडियो भित्र भनेको, तर यो बाहेकका डिफरेन्ट क्वेशन्सहरु पनि मैले लिएर आएको छु है। सकेसम्म हैन, जति भ्याइन्छ नि, जति हामी वन शटमा भ्याउँछौ हैन, त्यति भनेको सबै लिएर आएको छ। तर तिमीले एउटा चीज गर्दिनु पर्यो कि क्लासमा। के गर्दिनु पर्यो? ध्यान दिएर सुन्दिनु पर्यो है। प्लिज सबै जनाले, यदि तिमीहरु यतिकै मोबाइलमा हेरिरहेको छौ भने तिमीहरु कपी निकाल, एउटा कपी निकालिहाल है। तिमीले एकदम बेनिफिट हुन्छ है। सो मैले जे भन्छु मान, एउटा कपी निकाल। कपी निकालेपछि स्टडी टेबलमा जाऊ, आरामले बस। अनि मलाई यति प्रमिस गर तिमीहरुले कि तिमीहरुले यो भिडियो भनेको लास्टसम्म हेर्छौ है। तिमीहरुले यो भिडियो अहिलेदेखि लास्टसम्म हेर्यो भने प्लिज तिमीहरुलाई यो बाइक रेडियो एक्टिभिटी कसैले के पनि सोध्न सक्दैन है। यति पढिसकेपछि न जस्ट क्लास 12 एनईबी बोर्ड एक्जामिनेसन मात्र नभएर पछि इन्ट्रान्स एक्जामिनेसनको लागि पनि हेल्प गर्छ है। ठीक छ? ल भ्याल्यु। अनि बाबु नानीहरु हेर न, जस्तै तिमीहरु अब क्लास 12 को एक्जामिनेसन पछि अवश्य तिमीहरुको के ड्रिम होला हो कि हैन? यदि तिमीहरु भनेको बायो स्ट्रिमबाट छौ भने तिमीहरुको सपना होला एमबीबीएस गर्ने, बीडीएस गर्ने, बीएससी फार्मेसी गर्ने, बीएससी नर्सिङ गर्ने र अरु विभिन्न प्यारामेडिकल फिल्ड गर्ने हो कि हैन? अवश्य तिमीहरु सपना होला बाबु नानीहरु है। अनि यदि तिमीहरुलाई यस्तो सपना छ भने तिमीहरुको यो सपनालाई साकार बनाउनको लागि हामीले लिएर आएको छौं, र्याङ्क फ्याक्ट्री लिएर आएको छ अनलाइन प्रिपरेसन क्लास हेर, जुन चाहिँ एट जस्ट रुपीस तिमीहरुले 1000 मा अहिले प्री बुक गर्यो भने तिमीहरुलाई पछि भनेको 20% डिस्काउन्ट हुन्छ है। बुझ्यौ नि? अब 20% जुन डिस्काउन्ट हुन्छ त्यो डिस्काउन्टले भनेको तिमी आफ्नो बाबु नानीसँग वा तिमी आफ्नो उनीसँग के गर्न सक्छौ? पिज्जा खान सक्छौ हो कि हैन? हो नि? ल ठीक छ। म तिमीहरुको प्रश्न है बिचमा राखेको छ। ल ठीक छ, ब्रेकडाउन गर्न चाहन्छौ भने यो दिएको नम्बरमा प्लिज सम्पर्क गर है त है। ल ठीक छ नानी बाबुहरु हेर न, ध्यान दिऊ त। रेडियो एक्टिभिटी भनेको छ हेर त, मैले के भने रेडियो एक्टिभिटी भनेको छ। ल भन, रेडियो एक्टिभिटी भनेको के होला बाबु नानीहरु भन फास्ट छिटो भन प्लिज एभ्रीवन। रेडियो एक्टिभिटी भनेको के हो हेर है। रेडियो एक्टिभिटी भनेको प्लिज नानीहरु फोकस गर है, ध्यान दिऊ है, फोकस गर। ल हेर त, रेडियो एक्टिभिटी भनेको के हो? इट इज द स्पोन्टेनियस हेर है, इट इज द स्पोन्टेनियस इमिशन अफ पावरफुल रेडिएसन हेर है। पावरफुल रेडिएसको के हो न? पावरफुल रेडिएसनको स्पोन्टेनियस रिलिज हो फ्रम द न्यूक्लियस अफ हेभियर एटम्स। हेभियर एलिमेन्ट्स वा एटम्स भनेको के हो? यस्तो हो है जसको भनेको एटोमिक नम्बर Z भनेको 82 भन्दा धेरै छ है। कुनै पनि
हेरै इलिमेन्टको भनेको एटोमिक नम्बर 82 भन्दा धेरै छ भने त्यो हेभियर इलिमेन्ट भनिन्छ त्यसलाई। त्यो एकदमै अनस्टेबल हुन्छ, त्यो रेडियो एक्टिभ फिनोमेननमा जान्छ हेर है। त्यो केमा जान्छ भने मैले रेडियो एक्टिभ फिनोमेननमा जान्छ अनि के गर्छ यसले डिफरेन्ट रेडिएसन्सहरु निकाल्छ। हामी त्यसकै बारेमा पढ्छौं, रेडियो एक्टिभिटीमा हामीले पढ्ने त्यसकै बारेमा हो है। ल ठीक छ बाबु नानी हेर त यो प्रोसेसलाई म रेडियो एक्टिभिटी भन्छु। अनि हेरै यस्तो इलिमेन्ट हैन जसले रेडियो एक्टिभ फिनोमेनन देखाउँछ, कस्तो इलिमेन्ट यस्तो इलिमेन्ट जसले रेडियो एक्टिभ फिनोमेनन देखाउँछ, जसको एटोमिक नम्बर भनेको 82 भन्दा धेरै छ नि, त्यसलाई म के भन्छु रेडियो एक्टिभ इलिमेन्ट्स भन्छ है। नानीहरु त्यसलाई भनेको म रेडियो एक्टिभ इलिमेन्ट्स भन्छु। ल भन त यहाँसम्म के कन्फ्युजन छ नानी बाउहरु, प्यारा केटाकेटी हो भन नानी बाउहरु, यहाँसम्म तिमीलाई के कन्फ्युजन छ कि छैन? छैन नि, आई होप छैन नि त। ल ठीक छ अब हेर त त्यसपछि भनेको हामी नानीहरु रदरफोर्ड एक्सपेरिमेन्टको बारेमा कुरा गर्छौं। मैले के भने रदरफोर्ड एक्सपेरिमेन्टको बारेमा कुरा गर्छु हेर है। रदरफोर्ड एक्सपेरिमेन्टले के गरेको छ त सिम्पल छ के, रदरफोर्डले गरेका एक्सपेरिमेन्ट म के भन्छु रदरफोर्ड एक्सपेरिमेन्ट भन्छु। हेर है रदरफोर्ड एक्सपेरिमेन्टले के गर्यो त ध्यान दिऊ प्लिज फोकस गर है। तिमीको फुल फोकस भनेको क्लासमा हुनु पर्यो के, बुझ्यौ नि? तिमीको फुल फोकस भनेको क्लासमा हुनु पर्यो हेर है। रदरफोर्ड एक्सपेरिमेन्टमा म के गर्छु म एउटा लिडको ब्लक लिन्छु है, म एउटा लिडको ब्लक लिन्छु अनि म बिचमा के गर्छु भने नानीहरु मैले जुन बिचमा छ नि यो बिचमा भनेको रेडियो एक्टिभ सब्स्टान्स राख्दिन्छु है। बुझिन्छ दिमाग लगाउन सकिन्छ हेर त एउटा लिडको ब्लक लिन्छु म अनि त्यो ब्लक भित्र भनेको म के गर्छु न रेडियो एक्टिभ सब्स्टान्स राख्दिन्छु है। अनि नानीहरु हेर यो रेडियो एक्टिभ सब्स्टान्सबाट अवश्य के हुन्छ हाम्रो रेडिएसन्सहरु निक्लिन्छन्। अब हेर है कुनै कुनै रेडिएसन्स भनेको सिधा दायाँ बायाँ नगइकिन सिधा गयो हेर ध्यान देऊ। यो रेडियो एक्टिभ सब्स्टान्सबाट निक्लेको रेडिएसन हैन, कुनै कुनै रेडिएसन भनेको सिधा गयो दायाँ बायाँ नगरिकिन है। कुनै रेडिएसन भनेको हेर है मैले यो बिचमा भनेको लिड ब्लकको आइदर साइडमा भनेको इलेक्ट्रिक फिल्ड सेटअप गर्नको लागि यतातिर पोजिटिभ प्लेट उतातिर नेगेटिभ प्लेट राखेको छु। अनि हेर त पोजिटिभ प्लेट र नेगेटिभ प्लेट राखेपछि के सेटअप हुन्छ इलेक्ट्रिक फिल्ड सेटअप हुन्छ। अब हेर है ध्यान देऊ कुनै रेडिएसन सिधा स्ट्रेट लाइनमा पास भयो भने कुनै रेडिएसन भनेको पोजिटिभ प्लेटतिर डिफ्लेक्ट भएर है अनि कुनै रेडिएसन भनेको नेगेटिभ प्लेटतिर डिफ्लेक्ट भएर। अब हेर न यस्तो के भइराछ त नानीहरु हेर त आफै हेर है ध्यान देऊ कुनै रेडिएसन भनेको सिधा पास भइराछ, कुनै पोजिटिभ प्लेटतिर डिफ्लेक्ट भइराछ, कुनै भनेको नेगेटिभ प्लेटतिर डिफ्लेक्ट भइराछ। बाबु नानीहरु हेर है रेडियो एक्टिभिटीमा भनेको निक्लिने तीन प्रकारका रेडिएसन छन् अल्फा बीटा र गामा। अहिले हामी यसको बारेमा मज्जाले डिस्कस गर्छौं चिन्ता नगर। हेर है अल्फाको चार्ज भनेको पोजिटिभ हुन्छ हेर बाबु नानीहरु है, अल्फाको चार्ज भनेको पोजिटिभ हुन्छ। प्लिज यति कुरा ध्यान देऊ अहिलेको लागि तिमीले यति कुरा याद गर कि अल्फाको चार्ज भनेको पोजिटिभ हुन्छ है। अब हेर बीटाको चार्ज के हुन्छ त त्यसो भए भन्नु ल हेर बीटाको चार्ज भनेको नानीहरु नेगेटिभ हुन्छ हेर है। बीटा पार्टिकल्स भनेको इलेक्ट्रोन हो है, अल्फा पार्टिकल भनेको हिलियमको न्यूक्लियस हो। अहिले म भन्छु चिन्ता नगर्ने। गामाको भनेको चार्जलेस हुन्छ, चार्ज जेरो हुन्छ बुझ्यौ। अब हेर त बाबु नानीहरु त्यसो हेर न ध्यान देऊ त यो रेडिएसन यदि यो फर्स्ट रेडिएसन यदि हेर न पोजिटिभ प्लेटतिर आइराछ भने मलाई भन त तिमीले यो रेडिएसनको के हुनुपर्छ चार्ज के हुनुपर्छ नेगेटिभ कि पोजिटिभ? अरे भक्लोल यो पनि पोजिटिभ भयो यो पनि पोजिटिभ भयो, पोजिटिभले पोजिटिभलाई एज बाबु हग गरौँ भन्छ भन्छ भन्दैन के भन्छ परजा भन्छ हो कि हैन परजा भन्छ। पोजिटिभले पोजिटिभलाई परजा भन्छ अनि पोजिटिभले नेगेटिभलाई एज बाबु हग गरौँ भन्छ हो कि हैन? हो अवश्य हो। त्यसो यो के हुनु पर्यो यो नेगेटिभ हुनु पर्यो। बाबु नानी हेर त अल्फा बीटा र गामा मध्ये कुन नेगेटिभ छ भन 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 फास्ट छिटो है। अल्फा बीटा र गामा मध्ये कुन नेगेटिभ छ बीटा पार्टिकल्स नेगेटिभ छ बुझिन्छ। अब हेर न यो बीटा पार्टिकल भयो फाइन। अब बाबु नानी हेर न कुनै रेडिएसन भनेको नेगेटिभ प्लेटतिर डिफ्लेक्ट भइराछ त्यो हुनको लागि त यो रेडिएसन भनेको के हुनुपर्छ भने यो भनेको पोजिटिभ हुनुपर्छ। पोजिटिभ के छ अल्फा छ भनेपछि यतातिर गएको भनेको अल्फा पार्टिकल भयो। तर बाबु नानी हेर त अल्फा यतातिर गयो बीटा यतातिर गयो यो बिचबाट पास गर्ने चिज के हो जसको चार्जै छैन है, एकदम डिसिप्लिन छ स्ट्रेट लाइनमा फोकस भइराछ दैट इज गामा रे। नानीहरु हेर है तिमीहरु पनि लाइफमा भनेको गामा रे छ है, यो जुन गामा रे छ नि गामा रे जस्तै हुनुपर्छ है बुझ्यौ नि। किन यता यता कतैतिर डिस्ट्र्याक्ट नहुने। अहिले भनेको पढ्ने समय हो, अहिले क्लास 12 एनईवी एक्जाम फोकस हुने, त्यसपछि भनेको सिन्ट्रान्स क्र्याक गर्ने वा आइओ इन्ट्रान्स क्र्याक गर्ने भविष्य सेटअप हुन्छ, त्यसपछि भनेको दायाँ बायाँ गर्न पाइयो है। अब तिमीहरु यतातिर दायाँतिर हैन दायाँ बायाँतिर लाग्यो भने के हुन्छ बिग्रिन्छौ। यो दायाँलाई के मान्छु म हेर है नानी ध्यान देऊ यो पोजिटिभ प्लेटतिर भनेको तिमीहरु मान लाइक बिग्रेको फ्रेन्ड सर्कलहरु है जसले स्मोक गर्छ जसले भनेको यस्तो टक हान्छ है त्यो भनेको के भयो पोजिटिभ प्लेटतिर। यतातिर डिस्ट्र्याक्ट भयो भने तिमीहरु आफ्नो लक्ष्यमा सिधा पुग्दैनौ। त्यसैगरी तिमीहरु यतातिर डिस्ट्र्याक्ट भयो धेरै धेरै है फेरि ठिक्क भयो के छैन यतातिर डिस्ट्र्याक्ट भयो भने यताको मानौं तिम्रो उनीतिर तिम्रो डिस्ट्र्याक्ट भयो भने उसले त मलाई
एक्सेप्टै गरेन, उसले त मेरो प्रपोजल एक्सेप्टै गरेन भनेर तिमीहरूले भनेको अब एकदमै उदास भएर डिस्ट्र्याक्ट हुन थाल्यो भने तिमीहरू आफ्नो लक्ष्यमा पुग्न सक्दैनौ। बुझ्यो नि? त्यही भएर दायाँ बायाँ नगर्ने, सिधा सिधा गामा रे जस्तै फोकस भएर अगाडि बढ्ने। हुन्छ हुन्छ दायाँ बायाँ नगर्ने है, बुझ्यो नि? दायाँ बायाँ नगर्ने, गामा रे जस्तै भनेको सिधा जाने। ल ल भइहाल्यो। अनि बाबु नानीहरु हेर त एक्जाममा कसरी लेख्ने त? अब यहाँ हेरे एक्जाममा चाहिँ यसरी लेख्ने है। ल हेर त यहाँ के छ? रेडिएसन इमिटेड बाइ रेडियो एक्टिभ एलिमेन्ट है। अब हेर यो रेडियो एक्टिभ एलिमेन्ट भयो नानीहरु हैन, यसलाई मैले लिड ब्लक भित्र राख्थे। योबाट तीन प्रकारको रेडिएसन आएको छ। गामा रेज भनेको स्टेट पास भइराछ है। अनि नानीहरु यो जुन रेडिएसन्स भनेको पोजिटिभ प्लेटतिर गइराछ, यो के हुनुपर्छ? नेगेटिभ हुनुपर्छ। भनेपछि के हुन्छ? बीटा रेज हुन्छ। हेर त। त्यसै गरी कुनै पनि चीज भनेको नेगेटिभ प्लेटतिर आइराछ भने के हुन्छ भन? त्यो अफ कोर्स पोजिटिभ हुनु पर्यो। त्यो के हुन्छ त? यो पोजिटिभ हुनु पर्यो भनेपछि यो त पोजिटिभ हुनु पर्यो भनेपछि के हुनुपर्छ? अल्फा रेज हुनुपर्छ। सजिलो छ, सिम्पल छ, के गाह्रो छैन। हेर द रेडियोएक्टिभ एलिमेन्ट्स इमिट्स थ्री डिफरेंट टाइप अफ रेडिएसन है। ध्यान देऊ के भने मैले रेडियोएक्टिभ हेरे एलिमेन्टले भनेको तीन प्रकारको रेडिएसन्स भनेको इमिट गर्छ अरे। के अरे नानीहरु? सच रेडिएसन्स इज डेमोन्स्ट्रेटेड बाइ अ सिम्पल एक्सपेरिमेन्ट। अ रेडियोएक्टिभ रेडियम हेर, एउटा रेडियोएक्टिभ सब्स्टेन्स दैट इज रेडियम इज प्लेस्ड इनसाइड द लिड ब्लक। यो लिड ब्लक भित्र राख्यो है। अ स्मॉल होल इज ड्रिल्ड इन्टु द लिड ब्लक चाहिँदैन है, फ्रम व्हिच द न्यारो बीम अफ रेडिएसन्स विल इमर्ज। अ नेचर अफ रेडिएसन्स इज स्टडीड बाइ एप्लाइङ इलेक्ट्रिक फिल्ड। मैले भनिसकेको छु है। यता नेगेटिभ प्लेट उता पोजिटिभ प्लेट भनेपछि के आयो न? एकतिर पोजिटिभ प्लेट बाबु नानीहरु, एकतिर नेगेटिभ प्लेट भएपछि के आउँछ भन? फास्ट अवश्य इलेक्ट्रिक फिल्ड आउँछ। सिम्पल कुरा हो हैन? ल ठीक छ। अब हेर त नानीहरु यो एक्सपेरिमेन्ट हामीले के देख्यौ? हेर न यो एक्सपेरिमेन्टमा भनेको हामीले द कम्पोनेन्ट अफ रेडिएसन व्हिच बेन्ड्स टुवर्ड नेगेटिभ प्लेट। हेर त ल के होला भन फास्ट? यो कम्पोनेन्ट अफ रेडिएसन जुन चाहिँ बेन्ड भइराछ नेगेटिभ प्लेटतिर के होला बाबु नानीहरु? अरे बक्लोल, नेगेटिभ प्लेटतिर भनेको नेगेटिभ चार्ज जान्छ। आइज बाबु हगरौँ भने जाँदैन। के भन्छ? पर जा भन्छ, फ्लाइङ किक दिन्छ। हो कि हैन? हो है। तर भनेको यो के हुनुपर्छ? एट्र्याक्सन हुनुपर्छ नि त है। त्यसो यो पार्टिकल के हुनु पर्यो? पोजिटिभ। पोजिटिभ चिज न त नेगेटिभ प्लेटतिर जाने हो भनेपछि यो पोजिटिभ हुनुपर्छ भने अल्फा बीटा र गामामा के पोजिटिभ हुन्छ? अल्फा पार्टिकल्स, अल्फा रेज भनेको पोजिटिभ हुन्छ है बाबु नानीहरु। त्यसै गरी हेर न अब 2 नम्बरमा भनेको द कम्पोनेन्ट अफ रेडिएसन व्हिच बेन्ड टुवर्ड द पोजिटिभ प्लेट। हेर त यस्तो कम्पोनेन्ट अफ रेडिएसन जुन चाहिँ पोजिटिभ प्लेटतिर बेन्ड भइराछ, म यसलाई के भन्छु? बीटा पार्टिकल भन्छु वा बीटा रेज भन्छु। सकिन्छ? सकिन्छ भन फास्ट? सकिन्छ नि है। अब हेर त त्यसै गरी द कम्पोनेन्ट अफ रेडिएसन व्हिच गोज स्ट्रेट है, जुन चाहिँ दायाँ र बायाँ नगरिकन सिधा है, सिधा जान्छ, म त्यसलाई के भन्छु न? गामा रेज भन्छु। ल भन। अब हेर त ध्यान देऊ। अब त्यसपछि भनेको हामीलाई थाहा हुनुपर्छ यो हेर त प्रोपर्टिज अफ रेडियोएक्टिभ रेडिएसन्सहरुको बारेमा हामीलाई थाहा हुन जरुरी छ है। प्रोपर्टिज अफ रेडियोएक्टिभ रेडिएसनको बारेमा हामीलाई थाहा हुन जरुरी छ है। मैले भनिसके तीनटा चीज हुन्छ, अल्फा पार्टिकल, अर्को के भन? बीटा पार्टिकल, अर्को के भन नानीहरु? एउटा अल्फा पार्टिकल, अर्को भनेको बीटा पार्टिकल, एउटा भनेको अल्फा पार्टिकल, अर्को बीटा पार्टिकल, अर्को गामा रेज। अब हेर नानीहरु, दादा यो अल्फा पार्टिकल भन्ने चीज के हो मलाई भन नानीहरु? के पनि होइन है। अल्फा पार्टिकल भनेको हिलियमको न्यूक्लियस हो है। म के भने? मैले के भने भन फास्ट? अल्फा पार्टिकल भनेको हेरे अल्फा पार्टिकल भनेको बाबु नानीहरु के हो न? हिलियमको न्यूक्लियस हो है। बुझिन्छ नि? हिलियमको न्यूक्लियस। अब हेर न हिलियमको न्यूक्लियस भयो बाबु नानीहरु। यो भन्न खोजेको के हो त? हेर त तिमीलाई हिलियमको एटम बनाउन आउँछ? हेर न जस्तै यो हिलियमको न्यूक्लियस भयो भने न्यूक्लियसको वरिपरि फर्स्ट अर्बिट हुन्छ। त्यसो भनेको हिलियमको कतिवटा इलेक्ट्रोन हुन्छ भन? हाइड्रोजन हिलियम दुईटा इलेक्ट्रोन हुनु पर्दैन? अब हेर नानीहरु यो हिलियमको एटम भयो। यो हिलियमको एटमबाट बाबु नानीहरु म के गर्छु भन? म यो हिलियमको एटमबाट भनेको हेर है, फोकस गर है, के गर्छु? यो दुईटै इलेक्ट्रोन निकाल्दिन्छु भनेपछि अब हेर त दुईटै इलेक्ट्रोन निक्लेपछि त के बाँकी भयो? हिलियमको न्यूक्लियस बाँकी भयो है। त्यही भएर अल्फा पार्टिकल भनेको हिलियमको न्यूक्लियस हो हेर बाबु नानीहरु। व यसलाई भनेको म सिम्पलर ल्याङ्ग्वेजमा भनेको डबल आयोनाइज्ड लेख है सबैजनाले प्लिज लेख है। डबल आयोनाइज्ड हिलियम एटम पनि भन्न सक्छु। सकिन्छ नानीहरु? सकिन्छ? डबल आयोनाइज्ड हिलियम एटम पनि भन्न सक्छु। ल हेर के गाह्रो छ र? छैन नि हैन, सिम्पल छ। हेर न अल्फा पार्टिकल भनेको हिलियमको न्यूक्लियस हो, डबल आयोनाइज्ड हिलियम एटम हो। अब यसलाई कसरी रिप्रेजेन्ट गर्ने त? यसलाई कसरी रिप्रेजेन्ट गर्ने त? यसलाई He2 ले डिनोट गरिन्छ। यसको चार्ज भनेको +2 इलेक्ट्रोन भोल्ट हुन्छ। यसको मास भनेको माथि 4 छ कि छैन? छ नि त। त्यसैले यसको मास भनेको चाहिँ 4 टाइम्स अफ मास अफ प्रोटोन हुन्छ
है यति चाहिँ याद गर है त अहिले यो फेरि रिभिजन हुन्छ चिन्ता नगर्ने अब हेर त नानीहरु भनेपछि प्रोपर्टिज अफ रेडियोएक्टिभ रेडिएसन हेर्दै गर्दाखेरि ल मलाई भन अल्फा पार्टिकल भनेको के रहेछ अल्फा पार्टिकल भनेको डबल लेखाइ सबैजनाले डबल नानीहरु डिफरेन्स बिट्विन अल्फा एन्ड बीटा पार्टिकल सोधेको छ एक्जामिनेसनमा है बुझ्यो नि डिफरेन्स बिट्विन अल्फा र बीटा पार्टिकल सोधेको छ र त्यही भएर प्लिज फोकस गर्ने है ल हेर त अल्फा पार्टिकल भनेको इट इज डबल आयोनाइज के भन हिलियम एटम है म यसलाई भनेको He2 ले डिनोट गर्छु है ल भावनाले बीटा पार्टिकल भनेको के हो हैन न बीटा पार्टिकल भनेको एकदमै फास्ट मुभ गरिरहेको के भन स्ट्रिम अफ इलेक्ट्रोन है फास्ट मुभिङ बीम अफ इलेक्ट्रोन हो है के पनि बीटा पार्टिकल भनेको चाहिँ इलेक्ट्रोन हो जुन चाहिँ फास्ट मुभ भइरहेछ है इट इज फास्ट मुभिङ के भन इट इज फास्ट मुभिङ बीम अफ इलेक्ट्रोन है इट इज के भन नानीहरु फास्ट मुभिङ बीम अफ इलेक्ट्रोन त्यसैगरी गामा रेज भनेको के हो त हेर न गामा रेज भनेको के हो गामा रेज भनेको इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हेर मैले अस्ति पढाएको थिएँ याद छ तिमीलाई राम आई भिजिटेड यु इन जेभियर स्कुल भनेर पढाएको थिएँ नि लास्टमा के थियो गामा रेज थियो है यो भने के हो न यो भनेको इट इज इलेक्ट्रो ईएम भनेको के हो इलेक्ट्रोम्याग्नेटिक रेडिएसन अफ के हो न हाई फ्रिक्वेन्सी ल हेर नानीहरु डिफरेन्स बिट्विन सोधिसकेको छ एक्जाममा त्यही भएर म देखाइरहेको छु अब हेर है अब अल्फा पार्टिकल यति बुझिसकेपछि नानीहरु अल्फा पार्टिकल भनेको के हो हिलियमको न्यूक्लियस हो कि हैन अल्फा पार्टिकललाई भनेको म He+2 पनि त लेख्न सक्छु किनकि हिलियमको एटमबाट दुईटा इलेक्ट्रोन आयोनाइज गर्यो भने कति चार्ज आउँछ +2 चार्ज आउँछ त्यही त भनेको अल्फा पार्टिकल हो कि हैन भनेपछि यसको चार्ज भनेको +2 टाइम्स अफ इलेक्ट्रोन भोल्ट हुन्छ है 1 इलेक्ट्रोनिक चार्ज कति हुन्छ बाबु नानीहरु 1 इलेक्ट्रोनिक चार्ज भनेको नानीहरु 1.6 × 10⁻19 कलम हुन्छ है त ल हुन्छ नि अब हेर नानीहरु त्यसो भनेको अब बीटा पार्टिकलको चार्ज के हुन्छ अनि भक्लोल बीटा पार्टिकल भनेकै इलेक्ट्रोन भएपछि -e हुन्छ नि है अब हेर मलाई तिमीले भन्न सक्छौ गामा रेजको चार्ज के हुन्छ बाबु नानीहरु है गामा रेज भनेको इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हो यसको चार्ज भनेको 0 हुन्छ बुझ्यौ नि यसको चार्ज भनेको हुँदैन र ल भन केटाकेटी हो यहाँसँग कन्फ्युजन छ नानीहरु यहाँसँग कन्फ्युजन छ हुनु भएन है सिम्पल कुरा छ हेर न ल ठीक छ नानीहरु अल्फा पार्टिकलको मास कति हुन्छ मैले तिमीलाई भनेको अघि भर्खरै हेर अल्फा पार्टिकलको मासको बारेमा मैले अघि चर्चा गरिसकेको हेर त ओके हैन नानीहरु अल्फा पार्टिकल भनेको के हो न अल्फा पार्टिकल भनेको He2 यो 4 भनेको के हो एटोमिक नम्बर हो सरी एटोमिक वेट हो 4 टाइम्स यो भन्न खोजेको 4 मा त हुँदैन नि त मास है 4 टाइम्स मास अफ प्रोटोन भन्न खोजेको बुझ्यौ अब क्वेशन मलाई भन्छन् दादा त्यसो भए मास अफ प्रोटोन कति हुन्छ होला ल हेर मास अफ प्रोटोन भनेको बाबु नानीहरु 1.67 × 10⁻27 केजी हुन्छ है त ल है 1.67 × 10⁻27 केजी हुन्छ अल्फा पार्टिकलको मास भनेको 4 टाइम्स अफ मास अफ प्रोटोन हुन्छ है ल ठीक छ यसको मास भनेको 4 टाइम्स मास अफ प्रोटोन हुन्छ मास अफ बीटा पार्टिकल के हुन्छ भनेनौ भने तिमीलाई म फ्लाइङ चप्पल दिन्छु है बाबुहरुलाई फ्लाइङ किक बहिनीहरुलाई फ्लाइङ चप्पल किनकि मैले 5 चोटी पढाइसकेको छु इलेक्ट्रोन वाला च्याप्टरमा त जन मास अफ इलेक्ट्रोन त कति आयो ल भन फास्ट छिटो इलेक्ट्रोनको मास के हुन्छ 9.1 × 10⁻37 केजी हुन्छ प्लिज नानीहरु तिमीहरुकोबाट मैले के पनि एक्सपेक्ट गरेको छैन है मेरो खातामा पैसा हाल्दै मैले भनेको छु छैन तिमीले के गर्दिनु पर्यो तिमीले यो भिडियो लाइक गर्नु पर्यो साथीहरुमा शेयर गर्नु पर्यो अनि त्यहाँ भिडियोमा कमेन्ट गर्नु पर्यो है ल ठीक छ अनि हेर त नानीहरु गामा रेजको मास के हुन्छ है रेस्ट मास भनेको के हुन्छ गामा रेजको रेस्ट मास भनेको 0 हुन्छ है बुझ्यौ नि रेस्ट मास इज 0 अरु बेला पनि लगभग 0 नै हुन्छ नेग्लिजिबल हुन्छ तर रेस्ट मास चाहिँ ट्याक्राकै 0 हुन्छ है अल्फा पार्टिकल नानीहरु तिमीहरु ध्यान देऊ यहाँ फोकस गर है इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजममा अझै डिपमा पढिरा होला तिमीले फाइन तर तिमीले यति कुरा ध्यान देऊ कुनै पनि चीजको चार्ज छ भने त के हुन्छ इट विल गेट डिफ्लेक्टेड इन इलेक्ट्रिक एन्ड म्याग्नेटिक फिल्ड है अब हेर त अल्फा पार्टिकलको चार्ज छ कि छैन अल्फा पार्टिकलको अफर्स चार्ज पोजिटिभ छ है छ भनेपछि डिफ्लेक्सन इट इज के भन डिफ्लेक्टेड हेर है नानीहरु इट इज डिफ्लेक्टेड इन के भन इट इज डिफ्लेक्टेड इन इलेक्ट्रिक एन्ड म्याग्नेटिक फिल्ड ठीक छ इलेक्ट्रिक एन्ड म्याग्नेटिक फिल्ड है ल ठीक छ बाबुले हेर त अल्फा पार्टिकलको चार्ज यो भनेको डिफ्लेक्ट भयो अब मलाई भन बीटा पार्टिकल डिफ्लेक्ट हुन्छ नानीहरु अफ कोर्स चार्ज छ भने चाहिँ किन नहुनु हुन्छ है यस इट इज अल्सो
डिफ्लेक्टेड इन के हो न इलेक्ट्रिक फिल्ड ए एन्ड म्याग्नेटिक फिल्ड बी है। अब बाबुराले हेर त गामा रेजको चार्ज छ भन प्लिज केटाकेटी हो गामा रेजको चार्ज छ नानी अरु भन भाषिलो खोइ त बोल नि खोइ त बोलेका खोइ त ल भन गामा रेजको चार्ज छ छैन भनेको छु मैले के भने कुनै पनि चीजको चार्ज छ भने त्यो डिफ्लेक्ट हुन्छ इलेक्ट्रिक र म्याग्नेटिक फिल्डमा तर गामा रेजको त चार्ज छैन दैट मीन्स इट इज अनडिफ्लेक्टेड लेख है प्लिज सबैजनाले लेख है इट इज नट डिफ्लेक्टेड इन के भन इट इज नट डिफ्लेक्टेड इन इलेक्ट्रिक एन्ड म्याग्नेटिक फिल्ड है बुझिन्छ ठीक छ नि ल हेर अब हेर स्पिड मलाई हिजो क्लासमा सोधेको सोधै थिए जब अल्फा पार्टिकलको स्पिड कति हुन्छ बीटाको कति हुन्छ गामाको कति हुन्छ सो सुरुमा तिमीले यो याद गर जुनै पनि इलेक्ट्रोम्याग्नेटिक रेडिएसन मैले भनेको थिएँ नि रेडियो वेव्स माइक्रोवेव्स इन्फ्रारेड भिजिबल सबै गामा एक्स सबै है फेरि एक्स भन्ने बित्तिकै दूर दूर हुने हैन मैले एक्स को कुरा गर्दैछु है ल ठीक छ नानीहरु सबैको स्पिड भनेको स्पिड अफ लाइट सँग इक्वल हुन्छ मैले के भने सबैको स्पिड भनेको स्पिड अफ लाइट सँग इक्वल हुन्छ दैट इज इक्वल टु 3 × 10⁻8 मिटर पर सेकेन्ड है यो c को स्पिड सँग इक्वल हुन्छ है बीटा पार्टिकल भनेको c/10 हुन्छ स्पिड है बीटा पार्टिकलको स्पिड भनेको c/10 हुन्छ दैट मीन्स हेर प्लिज ध्यान दिनु है 3 × 10⁻7 मिटर पर सेकेन्ड बुझ्यो नि c को भ्यालु हाल्देऊ त्यति नै हुन्छ स्पिड है बुझ्यो नि ल ठीक छ यसको स्पिड भनेको c/100 हुन्छ ल हेर सबसे धेरै स्पिड कस्तो छ नानीहरु सबसे धेरै स्पिड भनेको गामा रेजको छ त्यसपछि बीटा पार्टिकलको छ त्यसपछि अल्फा पार्टिकलको छ सकिन्छ यो स्लाइडबाट क्वेशन सोधिसकेको छ इन्ट्रान्समा पनि क्लास 12 को एनईबी बोर्ड एक्जामिनेसनमा पनि बीटा पार्टिकल अल्फा पार्टिकल र गामा पार्टिकल बिचमा डिफरेन्स देखाउनुस् भन्छ कि त दुईटामा डिफरेन्स देखाउनुस् भन्छ यति याद गर्दिने फुलमा फुल आउँछ है कसैले काई तिमीको मार्क्स काट्नै सक्दैन बुझिन्छ नि ल ठीक छ अब हेर यो पनि तिमीले बुझ्यौ बाबु नानी अब हेर तिमीहरुको लागि अब तिमीलाई थाहा छ नि त एटलिस्ट फिजिक्सबाट पनि एमसीक्यूज आउँछ है क्लासलाई इन्ट्रेस्टिङ बनाउनको लागि भए पनि मैले एमसीक्यूज लिएर आएको छु ल भन छिटो भन ल यो फर्स्ट को क्वेशनको आन्सर भन्न त के तिमीलाई के लाग्छ क्याथोड रेज भनेको के होला हेर है क्याथोड रेज भन्ने बित्तिकै बाबु नानीहरु नेगेटिभ रेज हो है बीटा पार्टिकलको रेज हो दैट इज इलेक्ट्रोनको वेव्स हो सकिन्छ नानीहरु सकिन्छ गाह्रो छ र छैन नि हैन छैन नि गाह्रो छैन नि ल हेर व्हिच इज नट ट्रू विथ रेस्पेक्ट टु क्याथोड रेज भनेर क्वेशन सोधेलो भने त के हुन्छ आन्सर व्हिच इज नट ट्रू विथ रेस्पेक्ट टु क्याथोड रेज भनेर सोध्यो भने के हुन्छ ल हेर त इट इज द स्पीड अफ स्ट्रीम अफ इलेक्ट्रोन यो त ट्रू भनेपछि आन्सर भएन इट इज चार्ज पार्टिकल यो ट्रू यसको आन्सर भएन it can be deflected by magnetic field yes it has charge so it is deflected by के भन इलेक्ट्रिक र म्याग्नेटिक फिल्ड तर it moves with the speed of light हो र होइन नि क्याथोड रेज भनेको बीटा पार्टिकल हो क्याथोड रेज भनेको के हो न बीटा पार्टिकल हो बीटा पार्टिकलको स्पिड भनेको के हुन्छ न c/10 हुन्छ है भनेपछि स्पिड अफ लाइट जति हुन्छ हुँदैन भने आन्सर यो भयो ल हेर व्हिच अफ द फलोइङ इज नट अ प्रोपर्टी अफ क्याथोड रेज नानीहरु हेर है नानीहरु मैले भन त क्याथोड रेज भनेको इलेक्ट्रिक र म्याग्नेटिक फिल्डमा क्याथोड रेज भन्ने बित्तिकै बीटा पार्टिकल है ल भन त प्लिज क्याथोड रेज भनेको इलेक्ट्रिक र म्याग्नेटिक फिल्डमा डिफ्लेक्ट हुनुपर्ने हो कि होइन पर्ने हो तर इट इज नट डिफ्लेक्टेड भनिरहेको छ भनेपछि यो आन्सर राइट हो त होइन भनेपछि आन्सर डी भयो ल ठीक छ इलेक्ट्रोम्याग्नेटिक रेडिएसन रेज भने पनि के फरक पर्दैन है 1000 चोटी पढाइसके मैले आर बाट रेडियो वेव्स है आई बाट इन्फ्रारेड है भी बाट भिजिबल यसलाई अप्टिक पनि भन्छ है अप्टिकल रेज पनि भन्छ यु बाट यूवी रेज एक्स बाट एक्स रेज एक्स भने बित्तिकै धुरु धुरु आँखा खोलेर हु गर्दै पनि होइन है बुझ्यो नि एक्स रे भनेको अर्को भन्न खोजेको ल ठीक छ अब हेर त्यसपछि जी भनेको गामा रेज है सबैको स्पिड भनेको के हुन्छ स्पिड अफ लाइट सँग इक्वल हुन्छ मैले अघि भनिसके अब हेर त यो किन मैले यस्तो वेमा राखेको छु त राम आई भिजिटेड यु इन जेभियर्स गेटको रूपमा राखेको छु त किनकि जब तिम्रो रेडियो वेव्सबाट गामा रेजतिर जाँदै गर्छौ त्यतिबेला के हुन्छ न फ्रिक्वेन्सी बढ्छ वेभलेन्थ घट्छ किन दादा मतलब हेर त फ्रिक्वेन्सी बढ्छ वेभलेन्थ घट्छ तर किन दादा भन्यो भने म के भन्छु फ्रिक्वेन्सी इज इन्भर्सली प्रोपोर्सनल टु वेभलेन्थ हेर ल भन नानीहरु यहाँसम्म कन्फ्युजन छ र्याङ्क फ्याक्ट्रीमा त एकदम राम्रो पढाइ भइरहेछ फिजिक्स अरु सब्जेक्ट पनि त्यही भएर प्लिज सबैजना आऊ भनेर सबैले भन्ने कि मोटिभेट गर्ने साथीलाई एक्लै पढेर हुन्छ त एक्लै ए प्लस ल्याएर हुन्छ त हुँदैन नि त अब हेर त तिमीहरु पास भयो तिमीहरुको ए प्लस आयो तर अब तिमीहरुको साथीहरुको भनेको रिजल्ट भनेको ब्याक लाग्यो भने के गर्छौ त कोसँग घुम्न जान्छौ कोसँग पार्टी हान्छौ हो कि हैन हो त्यही भएर सबैलाई बोलाउने पनि क्लास छ है त शेयर गर्ने लिंक अनि बोलाउने ल ठीक छ अब हेर naturally occurring radioactive atoms emit different radiations के होला त्यो अल्फा बीटा र गामा है which of the following has the maximum energy मैले पढाइसकेको थिए त्यसो भनेको तिमीले के गर्नुपर्छ नानीहरु राम आई भिजिटेड यु इन जेभियर्स गेट है त्यसपछि भनेको नानीहरु यहाँ भनेको तिमीले के लाउनु पर्ने हुन्छ यहाँ भनेको कस्मिक रेज पनि थप्नु पर्ने हुन्छ है त यो मैले बिर्सेको थिए तिमीलाई झुकाउनको लागि हैन
ल हेर यहाँ भनेको कस्मिक रेज पनि हुन्छ है त कस्मिक रेज हुन्छ सबसे धेरै एनर्जी भनेको गामा रेजको भन्दा कस्मिक रेजको हुन्छ के बुझ्यो नि त्यही भएर के हुन्छ भन यसको आन्सर भनेको कस्मिक रेज हुन्छ बुझिन्छ ल ठीक छ अब हेर त त्यसपछि हामी ल अफ रेडियो एक्टिभ डिसइन्टिग्रेसन को बारेमा हेर्छौं भावनाहरु एकदमै इम्पोर्टेन्ट छ है राइट डाउन द डिफरेन्ट लज अफ रेडियो एक्टिभ इन्टिग्रेसन हैन डिसइन्टिग्रेसन भनेर हजारचोटी सोधेको छ इन्ट्रान्स मा होइन एनएबी बोर्ड एक्जामिनेसन हजारचोटी सोधेको छ के ल अफ डिसइन्टिग्रेसन मैले थाहा हुनु त भयो नि ल हेर त फर्स्ट लले के भन्छ हेर बाबुरानी फर्स्ट लले के भन्छ रेडियो एक्टिभ डिसइन्टिग्रेसन इज र्यान्डम र स्पोन्टेनियस प्रोसेस हो है एन्ड इज नट एफेक्टेड बाइ टेम्परेचर प्रेसर र इलेक्ट्रिक फिल्ड दैट मीन्स रेडियो एक्टिभ फेनोमेननलाई कुनै पनि एक्सटर्नल फ्याक्टरहरु जस्तै टेम्परेचर प्रेसर इलेक्ट्रिक फिल्डहरुले असर पार्दैन यो स्पोन्टेनियस प्रोसेस हो यो र्यान्डम प्रोसेस हो बुझ्यौ एउटा प्रिन्सिपल बुझ्यौ एउटा ल बुझ्यौ है अब अर्को हेर अर्कोले के भन्छ भन्दाखेरि नि रेडियो एक्टिभ डिसइन्टिग्रेसन हुँदै गर्दाखेरि अल्फा बीटा र गामा पार्टिकल निक्लिन्छन् तर हेर है नानीहरु हेर है एकचोटीमा भनेको अल्फा निक्लिन्छ कि त बीटा निक्लिन्छ एन्ड इट इज नट पोसिबल फर बोथ द अल्फा एन्ड बीटा पार्टिकल टु गेट इमिटेड एट द सेम टाइम हेर यो याद गर है यहाँ थप बुझ्यौ नि सेकेन्डमा थप हेर ड्युरिङ डिसइन्टिग्रेसन अफ एटम इट इमिट्स अल्फा बीटा र गामा रेज एन्ड एट अ टाइम either alpha particle or beta particle is emitted भन्न खोजेको एकैचोटी चाहिँ नानीहरु दुईटै निक्लिदैन पालैपिले निक्लिन्छ भन्न खोजेको हो त बुझ्यौ नि and it is not possible for both the alpha and beta particle to get emitted at the same time त लेख थप के पर्दैन है थप अब त्यसपछि अर्को के छ भनेको हेर अर्को प्रिन्सिपल वा लले के भनेको छ द रेट अफ डिसइन्टिग्रेसन अफ रेडियोएक्टिभ सब्स्टान्स एट एनी इन्स्टेन्ट अफ टाइम इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ सब्स्टान्स दैट इज प्रेजेन्ट एट दैट इन्स्टेन्ट अफ टाइम भन्न खोजेको रेट अफ डिसइन्टिग्रेसन अफ एनी सब्स्टान्स इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ अनरिएक्टेड एटम्स भन्न खोजेको है नम्बर अफ एटम्स प्रेजेन्ट एट दैट टाइम भन्न खोजेको dn by dt इज डाइरेक्टली प्रोपोर्शनल टु n भन्न खोजेको लाएर यो तीनटा लज अफ रेडियोएक्टिभ डिसइन्टिग्रेसन तिमीलाई याद हुन्छ बाबु नानीहरु भन्न फास्ट छिटो क्लासमा नानीहरु एक्टिभ हुने है ल ठीक छ अब हेर त यति भएपछि यो हजारचोटी सोधेको अब हामी ध्यान दिऊ है अब हामीलाई अल्फा पार्टिकल इमिट हुँदाखेरि के हुन्छ बीटा पार्टिकल इमिट हुँदाखेरि के हुन्छ गामा रेज इमिट हुँदाखेरि के हुन्छ भनेर लगभग हजारचोटी सोधिसकेको छ के गिभ रिजन्समा ध्यान दिऊ त्यो फोकस गर है रेडियोएक्टिभ डिसइन्टिग्रेसनमा मैले भनिसके तिमीलाई कि त अल्फा कि त बीटा कि त गामा निक्लिन्छ अब हेर है यदि अल्फा पार्टिकल्स निक्लिरहेछ भने के हुन्छ त ध्यान दिऊ नानीहरु अब हेर त यो भनेको मेरो प्यारेन्ट के भयो न यो भनेको मेरो प्यारेन्ट न्यूक्लियस भयो है XZA भनेको मेरो के हो न प्यारेन्ट न्यूक्लियस भयो है योबाट भनेको के निक्ल्यो मेरो अल्फा पार्टिकल निक्ल्यो अल्फा पार्टिकल भन्ने बित्तिकै हिलियमको न्यूक्लियस Fe2 याद हुन्छ तिमीलाई हुगियो भने फास्ट छिटो हो नि अब हेर त यो प्यारेन्ट न्यूक्लियसबाट है यो अल्फा पार्टिकल निक्लिसकेपछि नानीहरु अफ कोर्स हाम्रो न्यूक्लियस के हुन्छ हाम्रो न्यूक्लियस त चेन्ज हुन्छ हो हैन हो भनेपछि अब नयाँ न्यूक्लियस हामीले Y मानौं है त नयाँ न्यूक्लियसलाई भनेको मैले के माने भन Y मानेर अब हेर त नानीहरु सुरुमा Z थियो एटमिक नम्बर तिमीलाई थाहा छ नि यो तिमीलाई यो त थाहा छ नि केटाकेटी हो जस्तै यो X हैन ZA भयो भने के हुन्छ भन X यो Z भनेको के हो यो Z भनेको एटमिक नम्बर हो है यो A भनेको मास नम्बर हो एटमिक मास हो यो त थाहा छ नि तिमीलाई अच्छा है ल हेर त नानीहरु अब हेर न मेरो सुरुमा भनेको XZ थियो अब हिलियम 24 निक्ल्यो भनेपछि अब मेरो नयाँ न्यूक्लियस पनि Y ल भन नानीहरु नयाँ न्यूक्लियस जुन Y भन्छ यसको भनेको एटमिक नम्बर अफ Z नै भइरहेछ हुँदैन किन दुई त हाम्रो अल्फा पार्टिकल उडाइदियो भनेपछि अब कति बाँकी रह्यो Z - 2 अब हेर त त्यसैगरी नानीहरु हेर त मास नम्बर सुरुमा A थियो अल्फा पार्टिकलले भनेको 4 उडाइदियो अब कति बाँकी भयो अल्फा पार्टिकलले 4 उडाइदिसकेपछि र कति बाँकी रहन्छ भन A - 4 बाँकी रहन्छ बुझिन्छ हेर ध्यान देऊ के गाह्रो छ र अल्फा पार्टिकल इमिट हुँदाखेरि है अल्फा पार्टिकल इमिट हुँदाखेरि बाबु नानीहरु Z के भइराछ Z इज बीइङ डिक्रिज बाइ 2 हेर है Z डिक्रिज बाइ 2 हुन्छ हेर त्यसैगरी A के हुन्छ भन A इज डिक्रिज बाइ 4 हुन्छ हेर है A इज डिक्रिज बाइ के हुन्छ भन 4 हुन्छ A डिक्रिजेस बाइ 4 हुन्छ है भनेपछि नयाँ जुन Y छ Y को के हुन्छ Z Y को Z भनेको Z - 2 हुन्छ A के हुन्छ A - 4 हुन्छ ल हेर बुझिन्छ प्लिज सबैजनाले नोट कपी अगाडि राख्ने
टुइकाट्यो लेख्दै पढ्ने है, अनि मात्र मजा आउँछ कि, अनि मात्र बुझिन्छ, नत्र भए त के पढेको नि हो कि हैन, हो कि हैन भन त आफै, हो नि त हैन। कोरियन ड्रामा हेरे जस्तै हुन्छ, के बुझिदैन, ओहो होइ होइ यो कति ह्यान्डसम रहेछ है, यो राम्रो रहेछ नै भने जस्तो मात्र हुन्छ तिमीहरुको लागि। क्लासमा त त्यस्तै हुन्छ, फोकस गरेनौ हैन, नोट कपी अगाडि लिएनौ भने त कोरियन ड्रामा हेर्नु र यो हेर्नुमा के फरक छ, छैन है। बुझिदैन केही, तिमीहरु मलाई मात्र हेरेर त के कुरा थाहा पाउँदैनौ, सिक्दैनौ, हो कि हैन, हो पढ्नु पर्यो नि त। ल ठीक छ, अब हेर, जब म बीटा पार्टिकल निकाल्छु नानीहरु, बीटा पार्टिकल निक्लिँदाखेरि के हुन्छ ध्यान दिऊ है। बीटा पार्टिकल भन्ने बित्तिकै इलेक्ट्रोन हेर है, बीटा पार्टिकल भन्ने बित्तिकै भाउ नानीहरु के भन, इलेक्ट्रोन हेर है। इलेक्ट्रोनको नानीहरु हेरे एटोमिक नम्बर भनेको 1 -1 किनकि यसको चार्ज माइनस हुन्छ, थाहा छ नि त तिमीहरुलाई है, यसको चार्ज माइनस हुन्छ, त्यही भएर तलतिर म के राख्छु, यसको z भनेको -1 राख्छु है, यसको z भनेको -1 राख्छु। अनि नानीहरु यसको मास नेग्लिजिबल हुन्छ, त्यही भएर म के राख्दिन्छु, 0 राख्दिन्छु है। बीटा पार्टिकल भनेको इलेक्ट्रोन हो, चार्ज -1 हुन्छ, अनि मास भनेको के हुन्छ, नेग्लिजिबल हुन्छ, त्यही भएर म 0 मान्दिन्छु है, डाइरेक्टली 0 मान्दिन्छु। अब हेर त, यसलाई 0 मानिदिसकेपछि त अब हेर न, बीटा पार्टिकल e -1 0 निक्ल्यो भने है, कुनै चीजबाट हेर त नानीहरु, यो x z a अघिको जस्तै x z बाट निक्लिरहेको छ। अब हेर त, यो x भनेको एउटा अर्को सर्टेन के हुन्छ, न्यूक्लियसमा परिवर्तन हुन्छ, हो कि हैन, अर्को सर्टेन न्यूक्लियसमा कन्भर्ट हुन्छ नि, होइन र, हो नि त है। अब हेर त नानीहरु, एउटा x न्यूक्लियस भनेको y मा गइरहेछ भनेपछि अफ कोर्स z र a पनि चेन्ज हुन्छ। अब म तिमीले भन्छौ है, कुनै चीजबाट नेगेटिभिटी निकालिरहेछ भने त्यो चीज आफैमा के हुन्छ भन, फास्ट छिटो बोल बोल, कुनै चीजबाट मैले नेगेटिभिटी निकालिरहेको छु भने त्यो चीज के हुन्छ, पोजिटिभ हुन्छ, अफ कोर्स पोजिटिभ हुन्छ, हो कि हैन, हो। अब यदि त्यो चीज पोजिटिभ हुन्छ भने बाबु नानीहरु तिमीले मलाई भन्छौ, ल भन त यो यहाँ सुरुमा z छ अरे, बीटा पार्टिकल निक्लियो अरे है, यसले -1 नेगेटिभिटी लग्यो भनेपछि अब यहाँ के हुन्छ, y को ठाउँमा, ल y को एटोमिक नम्बर के हुन्छ, z+1 हुन्छ, किन, नेगेटिभिटी निक्लिरहेछ, त्यही भएर पोजिटिभिटी आयो, बुझिन्छ, अवश्य बुझिन्छ। अब हेर त, इलेक्ट्रोनको कुनै मास छ, मास नम्बर इलेक्ट्रोनको केही छ, छैन। इलेक्ट्रोनको यदि मास नम्बरै छैन भने नानीहरु a मा के चेन्ज आउँछ, आउँदैन, a कन्स्टेन्ट हुन्छ है, माथि a नै हुन्छ, बुझ्यो नि। यदि इलेक्ट्रोन निक्लिरहेछ भने के हुन्छ, x भनेको ध्यान दिऊ है, प्लिज ध्यान दिऊ है, x z a भनेको z भनेको +1 हुन्छ, a अनचेन्ज हुन्छ। ल भन, यहाँसम्म के कन्फ्युजन छ, हुनु भएन है, यहाँसम्म के कन्फ्युजन हुनु भएन है, के हुन्छ न, z डिक्रिजेस बाइ सरी इन्क्रिजेस है, सरी इन्क्रिजेस है, ल हेर, z increases by के हुन्छ भन, z increases by 1 भनेपछि नयाँ z भनेको z+1 हुन्छ, a remains constant, ल भनेपछि a नि भयो। ल भन, अब गामा डिके को बारेमा हामीले त्यति सोध्दैन, तिमीले सोधिहाल्यो भने के गर्ने है, जसरी एटमको डिफरेन्ट एनर्जी लेभल हुन्छ त्यसैगरी न्यूक्लियसको पनि आफ्नै एनर्जी लेभल हुन्छ। यदि न्यूक्लियस हायर एनर्जी लेभलदेखि लोअर एनर्जी लेभलमा आउन खोज्दैछ भने त्यतिबेला के हुन्छ, हाम्रो एनर्जी रिलिज हुन्छ, जुन त्यो एनर्जी रिलिज हुन्छ त्यो भनेको गामा रेजको फर्ममा रिलिज हुन्छ, सक्यो। गामा रेजको बारेमा यति पढ्यो भने भइहाल्यो है। मैले के भने ध्यान दिऊ है, न्यूक्लियस also have its own energy level. When nucleus moves from higher energy level to lower energy level, electron energy is immediately in the form of के हुन, मेगा इलेक्ट्रोन भोल्ट को फर्ममा एनर्जी रिलिज हुन्छ, दैट इज इन द फर्म अफ गामा रेज है। ल हेर, त्यो एक्साइटेड स्टेटमा लाने हो, अनि लो एनर्जी लेभलमा जाँदाखेरि हाम्रो गामा रेज प्रोड्युस हुन्छ है। जस हाई एनर्जी लेभलदेखि न्यूक्लियस लो एनर्जी लेभलमा जब आइरा हुन्छ त्यति बेला भनेको हाम्रो के हुन्छ, एनर्जी जुन रिलिज हुन्छ त्यो भनेको गामा रेजको फर्ममा रिलिज हुन्छ। ल भन, प्यारा केटाकेटी हो, नानी बाबुहरु, यहाँसम्म तिमीलाई के कन्फ्युजन छ, फेरि फेल भइन्छ, दाग लगाइन्छ हैन, अनि ब्याक दिँदै गर्नुपर्छ, बुझ्यौ नि। ल ठीक छ है। अब नानीहरु हेर त, अब भनेको हामी डेरिभेसनको बारेमा हेर्छौं। डेरिभेसन के को त, नानीहरु 1000 चोटी जुन सोधेको थियो नि अगाडि, याद गर, हो त्यसको डेरिभेसन n = n0 e⁻ λt है। के भन, n = n0 e⁻ λt। यो डेरिभेसन एकदमै इम्पोर्टेन्ट छ है। यो डेरिभेसन के छ भन, एकदमै इम्पोर्टेन्ट छ, त्यो थाहा हुनुपर्छ। ल हेर, तिमीलाई ल अफ डिसइन्टिग्रेसन मैले पढाउँदै गर्दाखेरि थर्ड ल अफ डिसइन्टिग्रेसन के थियो भने नानीहरु, भन फास्ट छिटो भन प्लिज। तिमीलाई मैले ल अफ डिसइन्टिग्रेसन पढाइराख्दाखेरि थर्ड ल अफ डिसइन्टिग्रेसन के थियो भन, द रेट अफ डिसइन्टिग्रेसन अफ कुनै पनि रेडियोएक्टिभ सब्स्टेन्स एट कुनै पनि इन्स्टेन्ट अफ टाइम भनेको के हुन्छ भन, इट इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ एटम्स दैट इज प्रेजेन्ट एट दैट इन्स्टेन्ट, हो कि हैन, हो हेर। ल ठीक छ, सपोज नानीहरु हेर त, सपोज रेडियोएक्टिभ सब्स्टेन्स इनिशियली कन्टेन्स है, इनिशियल नम्बर अफ एटम्स भनेको n0 छ अरे है, अनि अहिले प्रेजेन्ट नम्बर अफ एटम्स भनेको n छ अरे है, आफ्टर टाइम t, बुझ्यौ नि। सुरुमा भनेको n0 नम्बर अफ एटम्स छ,
अनि आफ्नो सम टाइम हाम्रो एटम्स कति छ अब भन n छ है भन्न खोजेको नि हेर त सुरुमा भनेको n नट नम्बर अफ एटम्स छ हैन आफ्टर टाइम t है टाइम t पछि भनेको मेरो नम्बर अफ एटम्स कति छ n छ है यो n नट नम्बर अफ एटम्स कति बेला हो टाइम इक्वल्स टु 0 को बेला हो ल भन नानीहरु यहाँसम्म के कन्फ्युजन छ छैन है अब म प्रुफ गर्न खोज्दै छु यो हेर है त ल ध्यान दिऊ अब मलाई थाहा छ थर्ड ल अफ डिसइन्टिग्रेसनले के भन्छ भने फास्ट छिटो थर्ड ल अफ रेडियोएक्टिभ डिसइन्टिग्रेसनले के भन्छ भने नाउ हामीलाई थाहा छ हेर त dN/dt है रेट अफ डिसइन्टिग्रेसन इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ एटम्स प्रेजेन्ट एट दैट टाइम बुझिन्छ नि है रेट अफ डिसइन्टिग्रेसन इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ एटम्स प्रेजेन्ट एट दैट टाइम है अब यो डाइरेक्टली प्रोपोर्शनलिटी हटाउँदाखेरि के हुन्छ प्रोपोर्शनलिटी कन्स्टेन्ट ल्याउनु पर्ने हुन्छ है इज इक्वल्स टु माइनस लैम्डा n हुन्छ बुझिन्छ हेर त ध्यान दिऊ हेर त गाइड यो dN/dt इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ एटम्स प्रेजेन्ट एट द टाइम यो प्रोपोर्शनलिटी हटाउँदाखेरि मैले प्रोपोर्शनलिटी कन्स्टेन्ट ल्याउनु पर्ने हुन्छ दैट इज लैम्डा है वेयर लैम्डा इज प्रोपोर्शनलिटी कन्स्टेन्ट है ल वेयर लैम्डा इज प्रोपोर्शनलिटी कन्स्टेन्ट मैले के भन्छु न लैम्डा डीके कन्स्टेन्ट भन्छ है यसलाई डिसइन्टिग्रेसन कन्स्टेन्ट पनि भन्छ कुनै बुकले अब म यसलाई भनेको सिम्पल वेमा भनेको डीके कन्स्टेन्ट भन्छु नानीहरु नेगेटिभ साइनले के बुझाउँछ हेर नानीहरु नेगेटिभ साइनले के बुझाउँछ नेगेटिभ साइनले के बुझाउँछ भन्दाखेरि नम्बर अफ एटम्स इज डिक्रिजिङ विथ टाइम भनेर बुझाउँछ के बुझ्यो नि नेगेटिभ साइनले के बुझाउँछ अरे नेगेटिभ साइनले भनेको नम्बर अफ एटम्स इज डिक्रिजिङ विथ टाइम के विथ टाइम नम्बर अफ एटम्स इज बीइङ डिक्रिज भनेर बुझाउँछ ठीक छ नानीहरु ठीक छ कि छैन ठीक छ है अब हेर त यति मैले निकाले अब म के गर्छु हेर है त ल नाउ बाबु नानी हेर त यो dn छ नि यो dt लाई उता लान्छु यो n लाई यता ल्याउँछु मिल्छ हेर त माथिबाट म के गर्छु dn बाइ तल के गर्दिन्छु तल n ल्याइदिन्छु है इज इक्वल्स टु माइनस लैम्डा t लेख्दिन्छु यति मिल्छ है अब मलाई के गर्छु त म यसलाई भनेको इन्टिग्रेटिङ अन बोथ साइड हाल्दिन्छु म के भने इन्टिग्रेसन गरिदिन्छु है दुवै साइडतिर ल दुवै साइडतिर इन्टिग्रेसन गर्दाखेरि के हुन्छ ध्यान दिऊ है नानीहरु प्लिज फोकस गर है अब हेर त दुवैतिर भनेको इन्टिग्रेसन गर्दाखेरि अब मेरो के आउँछ हेर dN/n इज इक्वल्स टु माइनस लैम्डा है अनि के हुन्छ dt हुन्छ अब यसको पनि त इन्टिग्रेसन गर्नु पर्यो हो कि हैन हो अब नानीहरु यसको इन्टिग्रेसन भनेको ln के हुन्छ ln n हुन्छ यो log e हो है ln भनेको log e हो ध्यान दिनु है ln भनेको के हो न log e हो बुझिन्छ ल ठीक छ ln n भयो है नानी हेर त त्यसैगरी भनेको यहाँ कन्स्टेन्ट के छ माइनस लैम्डा कन्स्टेन्ट छ अब dt को डेरिभेसन कसरी थाहा छ नानीहरु dt को डेरिभेसन कसरी थाहा छ थाहा हुनु पर्छ है कति हुन्छ भन t है dt को डेरिभेसन भनेको t + c हुन्छ ल यहाँसम्म तपाईलाई के कन्फ्युजन छ छैन है यो इक्वेसन भनेको 1 मान्दैन ठीक छ अब नानी हेर त ल मलाई भन तिमीले नाउ हेर है एट टाइम इक्वल्स टु 0 ल मलाई भन टाइम इक्वल्स टु 0 मा नम्बर अफ एटम्स कति हुन्थ्यो नानीहरु भन फास्ट टु टाइम इक्वल्स टु 0 मा मेरो नम्बर अफ एटम्स कति वटा थियो फर्स्ट स्लाइड हेर त टाइम इक्वल्स टु 0 मा मेरो नम्बर अफ एटम्स भनेको n नट थियो हे बुझिन्छ टाइम इक्वल्स टु 0 मा भनेको मेरो नम्बर अफ एटम्स n इज इक्वल्स टु n नट हुन्छ है बुझिन्छ ल ठीक छ अब हेर त नाउ नानीहरु हेर न अब यो टाइम इक्वल्स टु 0 र n को ठाउँमा n नट लगाइदिउँ न यो माथिको इक्वेसनमा है पुटिङ द भ्यालु इन इक्वेसन के हुन्छ हेर त ln n नट है n को ठाउँमा n नट राख्थे टाइम को ठाउँमा 0 राख्दिनु पर्यो माइनस लैम्डा इन्टु 0 प्लस c हुन्छ दैट मिन्स के आयो न नानीहरु हेर त त्यसपछि भनेको c इज इक्वल्स टु ln n नट आयो बुझिन्छ यति कुरा बुझिन्छ नि है मेरो c को भ्यालु आयो नानीहरु अब के गर्छु म पुटिङ द भ्यालु अफ c इन इक्वेसन 1 है पुटिङ द भ्यालु अफ c इन इक्वेसन 1 लेख है प्लिज सबैजना नरट्ने के बुझ्ने के बुझ्यो नि putting the value of c in के भन इक्वेसन 1 अब इक्वेसन 1 मा लाउँदा के हुन्छ र हेर त ln n माइनस इज इक्वल्स टु माइनस लैम्डा t प्लस के हुन्छ ln n नट हुन्छ है बुझ्यो ल हेर त ln n इज इक्वल्स टु के हुन्छ माइनस लैम्डा t प्लस c को ठाउँमा म के लेख्दिन्छु ln n नट लेख्दिन्छु ल हेर बाबु नानीहरु यहाँसम्म के कन्फ्युजन छ भन फास्ट छिटो केटाकेटी हो यहाँसम्म के कन्फ्युजन छ यता पनि ध्यान दिऊ है त्यता गफ मात्र गर्ने हैन ल हेर
ln n अब यो यतातिर प्लस छ यतातिर ल्याउँ त यसलाई ल यतातिर ल्याउँदाखेरि माइनस ln नट हुन्छ इज इक्वल्स टु माइनस लेम्डा टी हुन्छ अब हेर त बाबु नानीहरु ln n माइनस ln n नट के हुन्छ कसलाई थाहा छ नानीहरु यो भनेको ln n बाइ n नट हुन्छ है यो चाहिँ म्याथमेटिक्समा पढ्ने कुरा हो अब मलाई नभन है त ल ठीक छ इज इक्वल्स टु के हुन्छ भन माइनस लेम्डा टी हुन्छ यदि मैले यो ln लाई उतातिर राख्दै भने के आउँछ हेर e हुन्छ बेसमा अनि पावर माइनस लेम्डा टी हुन्छ है यो ln लाई मैले उतातिर राख्दै भने के हुन्छ n बाइ n नट यतिकै यहाँ आइहाल्यो यहाँ हेर यहाँ e लेख्नु पर्छ अनि यतिलाई भनेको पावरमा लेखिदिनु पर्छ ल भनेपछि हाम्रो फाइनली के आयो त हेर नानीहरु फाइनली के आयो n इज इक्वल्स टु n नट e को पावर माइनस लेम्डा टी आयो बुझियो यो भनेको हाम्रो डेरिभेसन हो यो फर्मुलाको जुन क्वेशन 1000 चोटी सोधिसकेको थियो याद गर जुन क्वेशन भनेको नानीहरु 1000 चोटी सोधिसकेको थियो भन ल भन प्लिज बाबु नानीहरु यहाँसम्म के कन्फ्युजन छ ल ठीक छ यो भनेको हाम्रो डेरिभेसन सक्यो हेर है किन ब्ल्याङ्क आएछ ल हेर त बाबु नानीहरु अब यदि मैले हेर है ध्यान दिऊ है अब यदि मैले भनेको है ध्यान दिऊ एकतिर भनेको टाइम राख्थे यदि मैले एकतिर टाइम राख्थे एकतिर भनेको नम्बर अफ एटम्स राख्थे भने के हुन्छ हेर है टाइम इक्वल्स टु 0 हुँदाखेरि मेरो नम्बर अफ एटम्स कति थियो n नट थियो तर विथ टाइम भनेको मेरो एटम्स भनेको घट्दै घट्दै जान्छ ल एकचोटी इन्ट्रान्सको दिनमा सोधेको छ भने नानीहरु यो ग्राफलाई म के भन्छु हेर हेर नम्बर अफ एटम्स इज डिक्रिजिङ विथ टाइम हेर है यस्तो प्रकारको ग्राफलाई म के भन्छु भने फास्ट छिटो बोल बोल यस्तो प्रकारको ग्राफलाई म के भन्छु भने एक्सपोनेन्शियल ग्राफ है कति जना फेरि यो वर्ड सुनेबित्तिकै रुन थालिहाल्छन् कि रुन थालिहाल्छन् अरे अरे फोकस गर्ने यता फिजिक्समा फोकस गर यतातिर होइन ल हेर म यहाँ के भन्छु न एक्सपोनेन्शियल ग्राफ हुन्छ ल ठीक छ नानी बाबुहरु यहाँसम्म के कन्फ्युजन छ क्र्याकडी हो न यहाँसम्म के कन्फ्युजन छ छैन है ल यो क्वेशनको आन्सर के हुन्छ त भने त यो क्वेशनको आन्सर के हुन्छ द रेट अफ डिके अफ अ रेडियोएक्टिभ एलिमेन्ट के हुन्छ भने फास्ट टु इन्क्रिजेज विथ इन्क्रिजिङ टाइम हो हैन मैले भनेको छु रेट अफ डिके भनेको इट डिक्रिजेज विथ डिक्रिजिङ टाइम हेर है आन्सर यो भएन डिक्रिजेज विथ इन्क्रिजिङ टाइम ठीक छ है रिमेन्स कन्स्टेन्ट विथ टाइम होइन हेर त नानीले बी लाउने कि डी लाउने भने फास्ट टु भन त प्लिज सबैजना भन बी लाउने कि डी लाउने भन प्लिज फास्ट छिटो बी लाउने कि डी लाउने भन फास्ट छिटो भन प्लिज के हुन्छ बी कि डी अरे 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 बक्लल हो डिक्रिजेज एक्सपोनेन्शियली तिमीलाई यत्रो मैले रुवाई रुवाई पढाइरहेको छु हो कि हैन यत्रो तिमीलाई मैले रुवाई रुवाई पढिरहेको छु भनेपछि यति कुरा थाहा हुनु परेन पर्यो ल ठीक छ है अब हेर नानीहरु पत्याउँदैन होला हाफ लाइफ सँग रिलेटेड पनि क्वेशन सोधेको छ सो द रिलेशनशिप बिट्विन तिमी र उनी भनेर क्वेशन आउँदैन यार इन्ट्रान्समा बा एक्जाममा क्लास 12 को एक्जाममा है तिम्रो र उनी बीचको रिलेसन के हो त बोयफ्रेन्ड गर्लफ्रेन्ड बेस्ट फ्रेन्ड त जेसुकै हो साइड लगाऊ है यहाँ के सोधेको छ राइट डाउन द रिलेशनशिप बिट्विन के भन हाफ लाइफ एन्ड डिके कन्स्टेन्ट यहाँ यस्तो रिलेशनशिप सोध्छ है तिमीहरु कस्तो होइन ल ठीक छ भनेपछि नानीहरु मलाई भन हाफ लाइफ भनेको के हो सुरुमा त थाहा हुनुपर्छ हेरै हाफ लाइफ इज टाइम पिरियड आफ्टर व्हिच इनिशियल नम्बर अफ एटम्स विल बिकम हाफ है सिम्पल लेख टाइम पिरियड आफ्टर व्हिच के भन टाइम पिरियड आफ्टर व्हिच इनिशियल नम्बर अफ एटम्स बिकम हाफ इनिशियल नम्बर अफ एटम्स हेरै नानीहरु इनिशियल के भन इनिशियल नम्बर अफ एटम्स बिकम हाफ अब त्यसो तिम्रो दिमाग लगाएर मलाई भन हाफ लाइफमा भनेको इनिशियली भनेको नम्बर अफ एटम्स जति छ त्यो हाफ हुन्छ मलाई त्यसो भन इनिशियली 100 नम्बर अफ एटम्स थियो भने नानीहरु अब कतिवटा एटम्स बाँकी हुन्छ भन च्याट लेख फास्ट छिटो अगाडि इनिशियल नम्बर अफ एटम्स भनेको 100 थियो भने अहिले कतिवटा नम्बर अफ एटम्स हुन्छ भन फास्ट छिटो भेरी गुड ल ठीक छ छिटो लेख खोइ त लेखेकै छैन एक दुई जनाले मात्र लेखिरहेछ भन इनिशियली एन्ड नट नम्बर अफ एटम्स थियो भने अब कतिवटा नम्बर अफ एटम्स हुन्छ सुरुमा 100 थियो भने अहिले 50 हुन्छ सुरुमा 1 करोड थियो भने अहिले कति नम्बर अफ एटम्स हुन्छ 50 लाख है सुरुमा 1 लाख नम्बर अफ एटम्स थियो भने अब कति नम्बर अफ एटम्स बाँकी हुन्छ 50000 है त्यसैले सुरुमा एन नट नम्बर अफ एटम्स थियो अरे त्यसपछि हाफ लाइफ चाहिँ के हुन्छ यहाँ भनेको n नट बाइ 2 नम्बर अफ एटम्स हुन्छ यति कुरा बुझिन्छ है अब हामीलाई यो इक्वेसन त थाहा छ हो कि हैन हामीलाई यो इक्वेसन थाहा छ हेर है n इक्वल्स टु n नट e को पावर माइनस लैम्डा टी थाहा छ अफ कोर्स अब हामीले रिलेसन निकाल्नु पर्ने छ हाफ लाइफ र लैम्डा बीच है ल हेर त नानीहरु हामीलाई थाहा छ नि त है n इक्वल्स टु n नट e को पावर माइनस लैम्डा टी हुन्छ अब हेर एट हाफ लाइफ है हाफ लाइफमा भनेको के हुन्छ भन t भनेको यदि
टी हाफ छ भने नम्बर अफ एटम्स कति हुन्छ अब यति बेला n0/2 हुन्छ नाउ अब भ्यालु हाल न माथिको इक्वेसन भ्यालु हाल त अब के हुन्छ यो जुन माथिको इक्वेसन छ नि केटाकेटी हो यो इक्वेसनमा भ्यालु हाल न के हुन्छ यो n को ठाउँमा n0/2 हुन्छ इज इक्वल्स टु n0 टाइम्स e को पावर माइनस लैम्डा t हुन्छ हेर है अब हेर त नानीहरु के हुन्छ हेर n0 र n0 गयो गलखाडी हो हैन n0 र n0 के भयो भने गयो गलखाडी 1/2 इज इक्वल्स टु के हुन्छ भने e को पावर माइनस लैम्डा t हुन्छ हेर अब यो पावर रेसिप्रोकल गर्दियौ 2 इज इक्वल्स टु के हुन्छ e को पावर लैम्डा t हुन्छ अब हेर है नानीहरु प्लिज फोकस गर है अब ध्यान दियौ है अब यो लैम्डा टी लाई मैले एकतिर राख्थे अरे लैम्डा टी लाई यतातिर राख्थे भने यतातिर मेरो के आउँछ लग आउँछ log e2 हुन्छ वा ln2 आउँछ है यो जुन log e2 छ त्यसको भ्यालु कति हुन्छ कसैलाई थाहा छ ल हेर त यो लैम्डा भनेको के भन्नु अबे बक्लो लो सुरुमा मैले लैम्डा भनेको पढाएको थिन डीके कन्स्टेन्ट भनेर त्यही त हो नि ल अब हेर त नानीहरु यति भइसकेपछि नि हेर न नानीहरु यति भइसकेपछि प्लिज फोकस गर त मलाई के निकाल्नु भनेछ हाफ लाइफ निकाल्नु भनेछ अब अफ कोर्स मैले n0/2 राखेको छु n को भ्यालु भनेपछि यो हाफ लाइफै हुन्छ हो कि हैन यो हाफ लाइफै हुन्छ हेर है यो हाफ लाइफै हुन्छ भनेपछि मलाई हाफ लाइफ निकाल्नु पर्नेछ भनेपछि अब हेर त नाउ के हुन्छ होला हाफ लाइफ t हाफ इज इक्वल्स टु log e2 भाइ के हुन्छ लैम्डा हुन्छ दैट मीन्स नानीहरु हेर न के आउँछ होला t हाफ इज इक्वल्स टु 0.693 भाइ लैम्डा भयो ल भन प्यारा केटाकेटी हो यहाँसम्म कन्फ्युजन छ अब तिमीहरुको यो जिब्रोको टुप्पामा हुनु पर्यो ल भन मैले भनेको नानी बाबुहरु भनेको छु बाबु भन्दै भन्नु भने भन्छन् फेरि है ल ठीक छ अब हेर त केटाकेटी हो त्यसो भए यति बेला के हुन्छ भन नानी बाबुहरु भनेको छु के ध्यान देऊ न पढ्न ध्यान देऊ तिमीहरु अब मेरो आवाजै सुनिरहेको छैन भने चाहिँ कसरी पढिरहेछौ हेर हाफ लाइफ इज इक्वल्स टु के हुन्छ न 0.693 बाइ लैम्डा हुन्छ एकदमै इम्पोर्टेन्ट है VVI लेख कपी छ भने अगाडिको डेरिभेसन n इक्वल्स टु n/t को पावर माइनस लैम्डा t र यो VVI लेख है यदि मलाई कसैले क्वेशन बनाउन दियो भने म यो क्वेशन हाल्दिन्छु है त्यसो आउन सक्छ यसरी के थाहा यसरी मैले क्वेशन बनाएको छु कि त्यो भएर पढ है ध्यान दिएर पढ ल ठीक छ अब हेर नानीहरु यति भइसकेपछि भनेको अब हामी एभरेज लाइफ र मिड लाइफ कोतिर जान्छौँ ध्यान देऊ केटाकेटी तिमीले क्लास 7 8 9 मा हैन फाइन्ड डाउन द एभरेज वेट भनेर निकालेका छौ नि सकिसन एभरेज वेट निकालेका छौ अवश्य छौ हैन एभरेज वेट अफ क्लास कसरी निकाल्छौ सबैको वेटको सम क्लासमा जति पनि छन् स्टुडेन्ट सबैको वेटको सम डिभाइड बाइ के गर्छौ नम्बर अफ स्टुडेन्ट हेर है त्यसै गरी यहाँ एभरेज लाइफ अफ मिड लाइफ भन्ने चाहिँ त्यही हो है व्हाट डु यु अन्डरस्ट्यान्ड बाइ एभरेज लाइफ अफ मिड लाइफ इट इज द के भन सम अफ life of all the atoms ध्यान दिनु मैले के भने it is the sum of life of all the atoms by total number of atoms है एभरेज लाइफ भनेको sum of life of all the atoms by total number of atoms हो सकिन्छ बुझिन्छ है एभरेज लाइफ भनेको sum of life of all the atoms by total number of atoms है t एभरेज निकाल्नु पनि हाम्रो सिलेबसमा छैन त्यो चिन्ता नगर t एभरेज को भ्यालु भनेको 1 लैम्डा हुन्छ है t एभरेज को भ्यालु कति हुन्छ नि नानीहरु 1 लैम्डा हुन्छ तर है इन्ट्रान्सको दुनियामा नानीहरु वा तिमीहरुको क्लास 12 को एक्जामिनेसनको दुनियामा t एभरेज र t हाफ बीचमा रिलेशनशिप देखाऊ भनेर सोध्छ है मैले अघि भनिसके तिमी र उनी बीच रिलेशनशिप देखाऊ भनेर सोध्दैन कहिले पनि है गर्लफ्रेन्ड बोयफ्रेन्ड बेस्ट फ्रेन्ड हेटर्स लभर्स जेसुकै होस् यहाँ के सोध्छ एभरेज लाइफ र मिड लाइफ बीच रिलेसन देखाऊ भनेर सोध्छ हेर त फाइन्ड डाउन द रिलेशन्स बिट्विन एभरेज लाइफ र हाफ लाइफ भन्छ अब हेर हामीलाई थाहा छ एभरेज लाइफ भनेको 1 लैम्डा हो कि हैन अहिले भर्खर भनेको छु थाहा हुनु पर्यो अब हेर t हाफ को भ्यालु के छ नानीहरु 0.693 बाइ लैम्डा त्यसो लैम्डा कति हुन्छ 0.693 बाइ t हाफ हुन्छ अब हेर त यो लैम्डा को भ्यालु यताबाट निकालेर उता हाल्दियौ न ल हेर त के हुन्छ हेर प्लिज ध्यान देऊ t एभरेज इज इक्वल्स टु नानीहरु हेर त t एभरेज इज इक्वल्स टु 1 बाइ लैम्डा कति हुन्छ 0.693 हुन्छ डिवाइड के हुन्छ न t हाफ हुन्छ है अब हेर त नानीहरु यति भइसकेपछि भनेको t एभरेज इज इक्वल्स टु के हुन्छ न 0.61 बाइ 0.693 भनेको लगभग 1.41 हुन्छ इन्टु के हुन्छ t हाफ हुन्छ 1.41 भनेको √2 है भनेपछि केटाकेटी हो t एभरेज इज इक्वल्स टु के हुन्छ √2 टाइम्स t हाफ लाइफ हुन्छ यो रिलेसन पनि याद गर्नु है त ल भइहाल्यो अब हेर मेडिकल युजेस अफ न्यूक्लियर रिएक्सन हेर न ध्यान दिउँदैन केटाकेटी हो के छ हेर क्वेशनमा मेडिकल युजेस अफ न्यूक्लियर रिएक्सन के हुन्छ भनेर क्वेशन सोधेको छ ल हेर न एउटा भनेको रेडियोएक्टिभ रेडिएसन्सहरु भनेको हामी प्लास्टिकको मोडिफिकेसन र प्रोडक्सनमा युज गर्न सकिन्छ है नानीहरु अर्को भनेको न्यूक्लियर रेडिएसन सच एज गामा रेजलाई भनेको हामी
फुड प्रिजर्भेटिभ्सको रूपमा युज गर्न सकिन्छ फुडहरु प्रिजर्भ गर्नको लागि फुडहरु भनेको अब फ्रिजमा राखेर जसरी प्रिजर्भ गरिन्छ नि त्यसैगरी गामा रेजले पनि फुडको प्रिजर्भेसनमा मद्दत पुर्याउँछ है त्यसैगरी रेडिएसन म्युटेसन इन प्लान्ट हैज बीन प्र्याक्टिस टु प्रोड्युस न्यू भेराइटी अफ प्लान्ट हेर नानीहरु तिमीले देखाएको छौ नि हैन जस्तै अब भनेको हाइब्रिड प्लान्ट भन्छ एकदमै यो मकै भनेको त हाइब्रिड मकै थियो यो धान भनेको त हाइब्रिड धान थियो एकदमै धेरै फल्यो ठुलो ठुलो दाना फल्यो भनेर भन्छ नि हो कि हैन हो कसै भइराछ म्युटेसन भइराछ है अनि रेडिएसनले भनेको म्युटेसन गर्छ रेडिएसनले म्युटेसन गर्छ है अब हेर रेडियोएक्टिभ फोस्फोरस इज युज्ड फर ट्रिटिङ द स्किन डिजिज एन्ड ल्युकेमिया त्यो भन्दा इम्पोर्टेन्ट के हो रेडियोएक्टिभ आयोडिन यो क्वेशन सोध्न सक्छ है रेडियोएक्टिभ आयोडिन I131 है रेडियोएक्टिभ आयोडिन I131 is used to assess the condition of thyroid gland of women हाइपरथाइरोइडिज्म पत्ता लगाउनको लागि यो युज हुन्छ है बुझिन्छ ल ठीक छ जस्तै अरु पनि छन् हैन आइरनले भनेको अब ब्लड सर्कुलेसन डिफेक्टहरु पत्ता लगाउँछ अलिकति लेभलमा चाहिदैन छोड्दियौ है पछि इन्ट्रान्स पढ्न दाइसँग आयो भने दाइले पढाउँछ चिन्ता नगर है मजाले पढाउँछ ल ठीक छ अब हामी पोसिबल हेल्थ hazard है कुनै चीजको मेरिट्स मात्र होइन डिमेरिट्स पनि अवश्य हुन्छ हो कि हैन कुनै चीजको मेरिट्स मात्र होइन डिमेरिट्स पनि त अफ पर्छ हुन्छ अब हेर डिमेरिट्स के छ त द स्ट्रङ अल्फा रेडिएसन एक्सपोजर क्यान कज लङ क्यान्सर नट जस्ट लङ क्यान्सर है हेरै रेडिएसन सँग एक्सपोजर पायो भने तिमीलाई जुनै पनि क्यान्सर हुन सक्छ के बुझ्छ नि स्किन क्यान्सर हुन्छ युभी रेडिएसनले गर्दाखेरि हैन बुझिन्छ नि जे भए पनि रेडिएसन सँग एक्सपोजर भयो भने क्यान्सर हुने चान्स एकदमै धेरै बढ्छ है अब हेर त अर्को के छ एक्सपोजर टु फास्ट एन्ड स्लो न्यूट्रॉन्स क्यान कज ब्लाइन्डनेस है अन्धो पनि हुन सक्छ रेडिएसनले गर्दाखेरि द एक्सपोजर टु न्यूट्रॉन्स प्रोटोन्स एन्ड अल्फा रेडिएसन क्यान कज ड्यामेज टु आरबीसी है अब हेर द स्ट्रङ एक्सपोजर टु प्रोटोन्स एन्ड न्यूट्रॉन्स क्यान कज सिरियस ड्यामेज टु रिप्रोडक्टिभ ऑर्गन्स भनेपछि इन्फर्टिलिटी पनि हुन सक्छ त्यही भएर रेडिएसन सँग बसेर बस्ने त्यो युभी रेडिएसन त्यस्तो फरक पार्दैन है त इन्फर्टिलिटीमा ल अरु रेडिएसन तिमीलाई चाहिदैन ल ठीक छ अब त्यसपछि अब हेर त यस्तो धेरै ड्यामेज डेन्जरस रहेछ भनेपछि त केही सेफ्टी मेजर्स र प्रिकसन हामीले अपनाउनु पर्यो हो कि हैन केही सेफ्टी मेजर्स र प्रिकसन त अपनाउनु पर्यो अब हेर फर्स्ट के छ द वर्कर्स आर आस्क्ड टु युज लीड एप्रोन किन थाहा छ नानी यो म पछि पढाउँछु है तिमीलाई ल लीड भनेको बेस्ट एब्जर्बर अफ एक्स-रे हो के बुझ्यौ नि अब लीडले एब्जर्ब गरेपछि तिमीलाई हार्म दिनु हुन्न के त्यही भएर तिमीले प्रिजर्भ हुनको लागि चाहिँ लीडको एप्रोन लाउनु पर्छ त्यो नलाइ पनि सिल्डहरु लाउँछन् नि तिमीले याद गरेको छौ छैनौ जस्तै नर्मल हस्पिटलहरुमा त अब नेपालमा त अब हैन काम चलाउ सरकार हुन्छ सबैतिर तर विदेशतिर भनेको चाहिँ रेडियोलोजिस्टहरु हैन वा रेडियोलोजी डिपार्टमेन्टमा काम गर्नेहरुले जस्तै एक्स-रे सिटी स्क्यानहरु जुन डिपार्टमेन्टहरु हुन्छ नि त्यहाँ बस्ने मान्छेहरुले सिल्ड लाउँछन् के लीडको सिल्ड लाउँछन् किन रेडिएसनबाट प्रोटेक्ट हुनको लागि किनकि एकदम भाइटल अर्गन छ लंग्स छ लिभर छ हैन के छ मुटु छ हैन त्यो रिलेटेड क्यान्सर हुन्छ भनेर लीड एप्रोचहरु लाउँछन् है रेडियोएक्टिभ आइसोटोप्स आर ह्यान्डल्ड विथ द हेल्प अफ रिमोट कन्ट्रोल डिभाइस है हामी डाइरेक्टली कन्ट्रोल गर्दैनौं त्यो याद गरेको छौ एक्स-रे खिच्ने त्यो दाइ हुन्छ त्यसले टक्क दबाउँछ आफू गुटुटुटु भाग्छ अनि बाहिर बस्छ हो कि किन रेडिएसन एकदमै डेन्जरस छ है अब हेर न्युक्लियर एक्सप्लोजन शुड क्यारी आउट फार अवे फ्रम द पब्लिक एरिया है त्यसले गर्दाखेरि धेरै डिफेक्टहरु हुन सक्छ तिमीले सुनेका छौ होला नि हिरोसिमा र नागासाकीमा भनेको कस्तो डिफेक्टहरु आएको छ अहिले हैन जेमा पनि डिफेक्ट हुन्छ नाकहरु यस्तो परेको हुन्छ आँखा यस्तो हुन्छ डिफरेन्ट डिफेक्ट हुन्छ के नट जस्ट एनाटोमिकल फिजियोलोजिकल डिफेक्ट पनि धेरै हुन्छ है किन भयो त्यस्तो फ्याटमेन र लिटल भइया छ हो त्यो बमहरु झारेको छ नि त त्यो भएर है अब तिमीले क्लास 11 मा पढेका होला न्युक्लियर फिजिक्स चिन्ता नगर पछि इन्ट्रान्समा पढ्नु पर्यो भने दाइ छ तिमीको लागि है त तिमीको लागि प्रशान्त सर हुनुहुन्छ है त ल अब हेर नानी यो जर्ज मुलर काउन्टर भनेको हाम्रै पालादेखि सिलेबसमा राखेको थियो हैन हाम्रै पालादेखि थियो अहिले पनि तिमीले पढिरा होला यति डिटेलमा सोध्दैन जस्ट ध्यान देऊ जर्ज मुलर काउन्टरले भनेको न्युक्लियर रेडिएसन पत्ता लगाउँछ कुन रेडिएसन पत्ता लगाउँछ अरे आइडिया हो कुन रेडिएसन इट इज युज्ड टु डिटेक्ट न्युक्लियर रेडिएसन है नानी ध्यान देऊ व्हिच हेल्प्स अस टु डिटेक्ट के भन न्युक्लियर रेडिएसन न्युक्लियर डिटेक्टर हो जसले भनेको न्युक्लियर रेडिएसन्स पत्ता लगाउनको लागि हेल्प गर्छ टक्क यो फिगर बनाइदेऊ यो फिगरमा के छ एउटा है च्याम्बर छ त्यो च्याम्बर भनेको स्टिलले पनि बनेको हुन सक्छ ध्यान दिनु त्यो च्याम्बर भित्र भनेको आर्गन फिल अप भएको छ त्यसको बीचमा भनेको टंगस्टेन वायर राखेको छ हेर अनि हेर त ध्यान दिनु त माथिबाट हामीले अल्फा पार्टिकल्स पठाउँछौं के अब हेर है यदि मैले अल्फा पार्टिकल पठाए भने आर्गन के हुन्छ आयनाइज हुन्छ त्यहाँ भएको एयरहरु आयनाइज हुन्छ आयनाइजेसन भएपछि पोजिटिभ आयन्स नेगेटिभ आयन्स फर्म हुन्छ त्यो यो सर्किटमा मुभ हुन्छ के है अनि त्यसपछि भनेको हामीले हेर त यहाँबाट आउटपुट पाउन सकिन्छ बुझ्यौ नि यहाँबाट आउटपुट पाउन सकिन्छ अनि हामीलाई थाहा हुन्छ ओहो यहाँ त रेडिएसन रहेछ है भन्ने थाहा हुन्छ बुझ्यौ नि बुझेन बुझ्यौ नि ल ठीक छ है अब हेर
त्यसपछि हामी कुरा गर्छौं युनिट अफ रेडियो एक्टिभिटी नानीहरु युनिट अफ रेडियो एक्टिभिटी सँग रिलेटेड चाहिँ हैन एमसीक्यू सोध्न सक्छ कि 1 बेक्युरियल भनेको के हो थाहा छ 1 बेक्युरियल भनेको 1 डिसइन्टिग्रेसन पर सेकेन्ड हो 1 बेक्युरियल भनेको 1 डिसइन्टिग्रेसन पर सेकेन्ड हो है मैले के भने 1 डिसइन्टिग्रेसन पर सेकेन्ड ल 1 रदरफोर्ड भनेको त्यसो ज्यादा के हो भन्नु है नानीहरु 1 रदरफोर्ड भनेको 10 को पावर 6 बेक्युरियल पनि भन्दा हुन्छ वा 10 को पावर 6 डिसइन्टिग्रेसन पर सेकेन्ड भन्दा पनि हुन्छ है डिसइन्टिग्रेसन पर सेकेन्ड भन्दा पनि हुन्छ नानीहरु प्लिज कमेन्ट चाहिँ गर है कमेन्ट गरेन भने चाहिँ म रिसाउँछु बुझ्यो नि जे कमेन्ट गर्नु छ गर है मेरो गर्लफ्रेन्डको नाम यो मेरो बोयफ्रेन्डको नाम यो बुझेन है यो बुझ्यो दाइ यो अझै बुझाइदिनु दाइ धेरै छिटो भयो दाइ धेरै ढिलो भयो जसो के लेख तर कमेन्ट चाहिँ गर बुझ्यो नि कमेन्ट चाहिँ गर ल ठीक छ अब हेर 1 रदरफोर्ड भनेको के हुन्छ 10 को पावर 6 डिसइन्टिग्रेसन पर सेकेन्ड हुन्छ है त्यसैगरी 1 क्युरी कति हुन्छ कसैलाई थाहा छ 1 क्युरी भनेको 3.7 इन्टु 10 को पावर 10 डिसइन्टिग्रेसन पर सेकेन्ड हुन्छ है डिस भनेको डिसइन्टिग्रेसन है त ल डिसइन्टिग्रेसन पर सेकेन्ड ल प्यारा केटाकेटी हो नानी बाबुहरु यहाँसम्म तिमीलाई के कन्फ्युजन छ ए बोल माया हृदय खोलेर के हुन्छ र क्लासमा बोलेर है अब हेर यसपछि भनेको नानी बाबुहरु हेर त के क्वेशन आएको छ नि त है यो जति पढाएको छ त्यो बाहेक के पनि आउँदैन व्हाट इज रेडियो एक्टिभिटी मैले पढाइसकेको छु है डिसइन्टिग्रेसन इट इज स्पोन्टेनियस प्रोसेस हैन इट इज रैंडम स्पोन्टेनियस प्रोसेस इन व्हिच अल्फा बीटा एन्ड गामा पार्टिकल्स आर इमिटेड है अब हेर राइट डाउन द रिलेसन बिट्विन हाफ लाइफ एन्ड डिके कन्स्टेन्ट भनेको छ दादा यो त हामीले पढाएको छैनौं ल अरे बक्नु हो हामीले पढाएको छैनौं तिमीलाई लाज लाग्छ हाफ लाइफ र डिके कन्स्टेन्ट बिचको रिलेसनशिप देखा भनेको छ है ल हेर त मैले पढाएको म ट्याक्रेके लगिदिन्छु स्लाइड तिमीलाई हेर हेरै रिलेसनशिप बिट्विन यो होइन हेर त रिलेसनशिप बिट्विन हाफ लाइफ र के भन हाफ लाइफ र डिके कन्स्टेन्ट हेर त ट्याक्रेके यदि लेखेर आऊ फुलमा फुल आउँछ है ल यो पनि हामीले गरिसकेका थियौ हैन अब त्यसपछि नानीहरु के छ हेरौं त त्यसपछि के छ त हेरौं त ल हेर त अब नानीहरु यसपछि भनेको के सोधेको छ हेर ध्यान दिऊ फोकस गर है अब हेर एट अ सर्टेन इन्स्टेन्ट अ पिस अफ रेडियोएक्टिभ सब्स्टेन्स कन्टेन्स कति भन 10 को पावर 12 एटम्स है द हाफ लाइफ अफ द सब्स्टेन्स इज कति छ हेर 15 डेज भनेको छ हाफ लाइफ क्याल्कुलेट द रेट अफ डिसइन्टिग्रेसन dm/dt निकाल भनेको छ ल कसरी निकाल्छ निकाल न त कसरी सक्छौ कि गर्दिनु पर्छ म फास्ट टु सुरुमा त सोल्युसन लेख है अनि गिवन लेख है अब नानीहरु ट्राई गर त फास्ट टु के सो भनेको छ र इनिशियली भनेको नानीहरु हेर्दै एउटा सर्टेन इन्स्टेन्ट पछि है एउटा सर्टेन इन्स्टेन्ट पछि भनेको छ भनेपछि नम्बर अफ एटम्स कति छ n भनेको 10 को पावर 12 एटम्स है हामीले एनर्जी दिएको छ है ध्यान दिऊ हामीलाई भनेको हाफ लाइफ कति दिएको छ हेर नानीहरु हामीलाई हाफ लाइफ भनेको ध्यान दिऊ है फोकस गर है हामीलाई हाफ लाइफ भनेको नानी बाबुहरु कति दिएको छ भन 15 डेज दिएको छ कति दिएको छ भन 15 डेज दिएको छ अब हेर त 15 डेज लाई भनेको हामीले अफ कोर्स केमा लानु पर्ने हुन्छ हामीलाई भनेको सेकेन्डमा लानु पर्ने हुन्छ त्यसो के गर्ने त ल मलाई भन तिमीले प्लिज भन है बोल है एक दिनमा कति घण्टा हुन्छन् फास्ट एक दिनमा कति घण्टा हुन्छ तिमीहरुको लाइक घडीमा भनेको 25 घण्टा छैन नि लेख है कमेन्टमा लेख 23 घण्टा 25 घण्टा 22 घण्टा त छैन अफ कोर्स छैन भनेपछि एक दिन भनेको 24 घण्टा हुन्छ अब मलाई भन 24 घण्टा त हुन्छ फाइन एक घण्टामा कति मिनेट हुन्छ भन 1 आवरमा कति मिनेट हुन्छ भन फास्ट बोल है त्यहाँ बोल्नु पर्यो है 1 आवरमा कति मिनेट हुन्छ भेरी गुड 60 मिनेट हुन्छ अब त्यसो मलाई भन 1 मिनेटमा कति सेकेन्ड हुन्छ 60 मिनेटमा कति सेकेन्ड हुन्छ भेरी नाइस 60 सेकेन्ड हुन्छ भनेपछि हाम्रो यो सेकेन्डमा आयो अब है ल मलाई भन त यो क्याल्कुलेट गर भने नानीहरु कति आउँछ आन्सर हेर त 129600 है यत्रो धेरै हुँदै रहेछ हेर यति धेरै सेकेन्ड हुँदै रहेछ यहाँसम्म केटाकेटी हो प्यारा नानी बाबुहरु तिमीलाई के कन्फ्युजन छ नानीहरु यहाँसम्म तिमीलाई के कन्फ्युजन छ छैन हामीलाई के निकाल्नु पर्ने छ रेट अफ डिसइन्टिग्रेसन निकाल्नु पर्ने छ है dn/dt = what चिंता नगर्ने कि जब मैं हूं साथ तो डरने की क्या है बात हो कि हैन जब प्रशंसा है साथ तो डरने की क्या है बात ल हेर हामीलाई थाहा छ हेर त हामीलाई के थाहा छ dn/dt इज इक्वल टु के हुन्छ भन dn/dt हामीले निकाल्नु पर्ने छ इट इज इक्वल टु लैम्डा n हुन्छ है दादा यो माइनस हुन्थ्यो मतलब अब माइनस को यहाँ के काम छ र माइनस नलेख माइनस जस्ट मीन्स द के भन नम्बर अफ एटम्स विल डिक्रिज विथ टाइम भन्न खोजेको के लैम्डा है अब हेर त नानी dn/dt इज इक्वल टु लैम्डा n भयो हामीले निकाल्नु पर्ने dn/dt छ है हामीले निकाल्नु पर्ने dn/dt छ
भनेपछि हामीलाई ल्याम्डा दिएको छ क्वेसनले छैन। अब बाबु नानीहरु ल्याम्डा त दिएको छैन तर के दिएको छ र हाफ लाइफ दिएको छ। कसरी कसरी लिस्ट गर्ने त? अरे अरे नानीहरु त्यत्रो पढाएको हैन। हाफ लाइफ इज इक्वल्स टु के भन? हाफ लाइफ इज इक्वल्स टु 0.693 बाइ ल्याम्डा हुन्छ भनेपछि यति हुन्छ भनेपछि अब हेर त यसलाई आफै हामीले ल्याम्डा निकाल्न खोजिरहेको छौं। मलाई भन यदि म यहाँबाट मैले ल्याम्डा निकाल्न खोजिरहेको छु भने ल्याम्डा इक्वल्स टु के हुन्छ भन? 0.693 बाइ हाफ लाइफ हुँदैन? हेर त ल्याम्डा इज इक्वल्स टु 0.693 बाइ हाफ लाइफ हुँदैन? हुन्छ नि त। हे अब हेर न त्यसो म के लेख्दिन्छु भन? 0.693 बाइ हाफ लाइफ लेख्दिन्छु। सिम्पल कुरा। ल हेर यति भएपछि नानीहरु अब dn dt निकाल त 0.693 भयो है डिवाइड बाइ हाफ लाइफ। हाफ लाइफ कति होला? दिएकै छ क्वेशनले दिएकै छ अलरेडी। कति छ हाफ लाइफ हेर त? बाफरे 1296,000 है। क्याल्कुलेसन मिस्टेक भयो भने मलाई भन्नु है त ल। 1296,000 है इन्टु नम्बर अफ एटम्स कति छ भन? 10 को पावर 12 है। नम्बर अफ एटम्स भनेको 10 को पावर 12 भनेपछि बाबु नानी कति आयो dn dt? dn dt कति आयो भन? लेख है आन्सर लेख त्यहाँ छिटो फास्ट। dn dt कति आयो भन फास्ट छिटो? 5.35 इन्टु 10 को पावर 5 अरे ल ठीक छ। 5.35 इन्टु 10 को पावर 5 है। 5.35 इन्टु 10 को पावर 5 डिसइन्टिग्रेसन पर सेकेन्ड आयो। यतिवटा एटम्स डिसइन्टिग्रेट भयो पर सेकेन्ड। बुझिन्छ? नानीहरु बुझ्यो नि? ल भइहाल्यो। ठीक छ है। अब अर्को क्वेशन हेरौं। बाबु नानीहरु अर्को क्वेशन हेरौं। ल हेर त यो क्वेशन कहिले आएको रहेछ हेर न। 2081 मा भएको रहेछ। ओ माय गॉड हेर त नानीहरु ओ माय गॉड लेख छिटो च्याट बक्समा छिटो फास्ट लेख। केटाकेटी प्लिज ओ माय गॉड लेख च्याट बक्समा छिटो फास्ट। ओ माय गॉड लेख च्याट बक्समा छिटो। बाफरे हेर त व्हाट इज नेचुरल रेडियो एक्टिभिटी भनेर क्वेशन सोधेछ। 2081 भर्खर आएको नि है। नेचुरल रेडियो एक्टिभिटी भनेको के रहेछ यहाँ हेर त यहाँ मैले लेखिदिएको छु है। द रेडियो एक्टिभ एलिमेन्ट्स जस्तै युरेनियम जुन चाहिँ नेचरमा पाउँछ है यसलाई म के भन्छु? नेचुरल रेडियो एक्टिभ सब्स्टान्स वा एलिमेन्ट भन्छु है। जस्तै यो युरेनियम रेडियमहरु भनेको नेचुरल रेडियो एक्टिभ सब्स्टान्सहरु हुन् है। द प्रोसेस अफ स्पोन्टेनियस इमिसन अफ रेडिएसन दैट इज अल्फा पार्टिकल बीटा पार्टिकल एन्ड गामा रेज है बाइ अनस्टेबल न्यूक्लियाई हो। यो न्यूक्लियाई लाइक युरेनियम थोरियम नेचुरली दे आर कॉल्ड के भन? रेडियो एक्टिभ नेचुरल रेडियो एक्टिभ इमिसन नेचुरल रेडियो एक्टिभ भिटी भयो। बुझिन्छ? भन्न खोजेको नेचुरल रेडियो एक्टिभिटी भनेको के हो त? नेचुरली प्रेजेन्ट हुने युरेनियम हैन थोरियम जस्ता है नेचुरल रेडियो एक्टिभ सब्स्टान्सहरुको स्पोन्टेनियस रेडियो एक्टिभ डिसइन्टिग्रेसन भएर अल्फा बीटा र गामा पार्टिकल बनिरहेको छ। म त्यसलाई के भन्छु भन? नेचुरल रेडियो एक्टिभिटी भन्छु। सकिन्छ? सकिन्छ? भेरी गुड सकिहालिन्छ नि गाह्रो छैन। अब हेर न यो क्वेशन सक्यो। अब तिमीलाई यदि मैले हैन obtain the equation हेर त हामीले फर्स्ट क्वेशन गरिसक्यौ। obtain the decay equation that is n equals to n naught e को पावर माइनस लैम्डा टी क्वेशनले सोध्यो। नानीहरु यो पनि मैले अलरेडी तिमीलाई पढाइसकेको छु अघि भर्खरै हो कि हैन? हो कि हैन? मैले एकदमै इम्पोर्टेन्ट छ है भनेर पढाएको हो कि हैन? यहाँ हेर त डेरिभेसन। यो डेरिभेसन भनेको 3-4 चोटी भिभाइ लेख्थ्यौ है। यदि हेरेका छैनौ भने तिमीले अगाडि भिडियोलाई फरवर्ड गरेर हेर्न सक्छौ। भेरी भेरी इम्पोर्टेन्ट हेर त टक्कसँगले मैले 2-3 वटा पेज युज गरेर पुरै कन्सेप्चुअल वेमा प्रुफ गर्दै निकाल्दिसकेको छु। हेर न ध्यान देऊ n equals to n naught e को पावर माइनस लैम्डा टी है। भेरी 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 इम्पोर्टेन्ट हेर। यो पनि हामीले गरिसक्यौं। बाफरे हेर त यो लेक्चर एटेन्ड गरेपछि त कुनै क्वेशन छोडिदैन रहेछ हो कि हैन? तिमीलाई के फिल भएको छ कि छैन? छैन है। अब हेर त नानीहरु त्यसपछि अर्को क्वेशन के छ? त्यसपछि अर्को क्वेशन भनेको व्हाट डु यु अन्डरस्ट्यान्ड बाइ डिफाइन वन युनिट अफ रेडियो एक्टिभिटी। मैले तिमीलाई कतिवटा युनिट पढाएको छु रेडियो एक्टिभिटीको हो कि हैन? कतिवटा युनिट पढाएको छु हेर न। जस्तै तिमीले अब यहाँबाट भनेको 1 बेक्युरेल भनेको के हो डिफाइन गर्न सक्यौ? कुनै पनि एउटा युनिट डिफाइन गर न। 1 रदरफोर्ड भनेको के हो डिफाइन गर्न सक्यौ? 1 क्युरी भनेको के हो डिफाइन गर्न सक्यौ है। 1 बेक्युरेल डिस्क्राइब गर्दियौ। 1 बेक्युरेल इज द युनिट अफ रेडियोएक्टिभिटी व्हिच मीन्स देयर इज डिसइन्टिग्रेसन अफ 1 एटम्स वा 1 न्यूक्लियस पर सेकेन्ड। सकिन्छ? वाइल्ड सजिलो भेरी नाइस वाइल्ड सजिलो छ कि दाइसँग पढेपछि सबै कुरा वाइल्ड सजिलो हुन्छ है। सबै फिजिक्स चाहिँ वाइल्ड सजिलो हुन्छ। बुझ्यौ नि? ल ठीक छ। अब हेर त half life of radon is 3.8 days ल ठीक छ। how much radon will be left out के भनेको छ 1024 मिलिग्राम आफ्टर के भनेको छ हेर त 38 डेज भनेर भनेको छ है। यो क्वेशन गरौँ न ल। बाबु नानीले हाफ लाइफ के दिएको छ अरे? सिम्पल छ के बाबु नानीले हाफ लाइफ के दिएको छ भने फास्ट छिटो बोल। हाफ लाइफ के दिएको छ? हाफ लाइफ भनेको नानीहरु 3.8 डेज दिएको छ है। 3.8 डेज दिएको छ। अब तिमीहरु मलाई भन्छौ है। अब म तिमीलाई मलाई भन्छौ भने फास्ट छिटो। अब नानीहरु तिमीहरु मलाई भन
यो 3.8 डेज भएर ठिक छ है। अब हामीलाई टाइम पिरियड कति दिएको छ, कति दिनपछि कति बाँकी हुन्छ भनेको छ, 38 डेज पछि कति बाँकी हुन्छ भनेको छ है। भनेपछि टोटल टाइम पिरियड कति छ, टोटल टाइम पिरियड भनेको 38 डेज छ है, 38 डेज छ। अनि नानी बाबुहरु मलाई भन त यहाँ हेर त, ध्यान दिऊ, यहाँ हेर त, सुरुमा इनिशियल नम्बर वा वेट कति छ, इनिशियल मास कति छ नानीहरु, 1024 मिलिग्राम हो। इनिशियल मास भनेको प्याराक्राइडी हो, 1000 मिलिग्राम हो नि हैन। इनिशियल नम्बर लेख्दा पनि हुन्छ, इनिशियल मास लेख्दा पनि हुन्छ हैन। अब यहाँ एम नट लेख न, इनिशियल मास लेख हैन, एम नट लेख न ल। इनिशियल मास इज इक्वल्स टु 1024 mg भन्नुला ठिक छ है। अब बाबुले हामीलाई निकाल्नु पनि के छ, फाइनल मास m, फाइनल मास इक्वल्स टु व्हाट, हामी निकाल्नु पनि यो छ है। कसरी निकाल्ने त नानीहरु, ध्यान दिऊ है, मैले यो इक्वेसन अहिलेसम्म पढाएको छैन, अब चाहिँ याद गर है। n बाई, हेरै नानी ध्यान दिऊ है, n बाई n नट इज इक्वल्स टु के हुन्छ न, 1/2 को पावर n हुन्छ। बुझ्यौ, यो एउटा इक्वेसन छ। के भने मैले भन फेरि गर्दिनु, यहाँ हेरै ध्यान दिऊ है, म यो देखाइ छाड्छु, तिमीलाई म बुझाइरा छाड्छु। मैले के भने हेर त, मैले के भने भन्दाखेरि नानीहरु हेरै ध्यान दिऊ, प्लिज फोकस गर है, तिमीहरुको ध्यान भनेको केन्द्रित हुनु पर्यो कि यहाँ। ल हेर, n बाई n नट इज इक्वल्स टु के हुन्छ न, 1/2 को पावर n हुन्छ है। अब बाबु नानीहरु मास अफ मास के हुन्छ, m बाई n नट इज इक्वल्स टु 1/2 को पावर n हुन्छ है। सेम टु सेम, केही पनि छैन, मास नम्बर अफ एटम्स जेसुकै होस्। अब हेर दादा, यो n भनेको के होला नानीहरु, यो n भनेको टोटल टाइम पिरियड बाइ हाफ लाइफ हो है। n भनेको के हो न, टोटल टाइम पिरियड बाइ हाफ लाइफ हो। अब गरौँ न, अब क्वेशन गर्न खोजौँ न। हेर त, अब क्वेशन गर्न गाह्रो छ अरे, हेर न। नाउ हामीलाई के थाहा छ, हामीलाई थाहा छ m बाई m नट इज इक्वल्स टु के हुन्छ न, 1/2 को पावर n हुन्छ। तर नानीहरु हामीले n निकालेको छ र अहिलेसम्म छैन, हामीलाई n त दिएको पनि छैन र n निकाल्न त सक्यो नि। नाउ के हुन्छ न, n निकाल्दियौ न, n इज इक्वल्स टु टोटल टाइम पिरियड बाइ हाफ लाइफ हुन्छ। टोटल टाइम पिरियड कति छ, 38 डेज छ, हाफ लाइफ भनेको 3.8 छ, दैट इज कति आउँछ, 10 आउँछ है। n इक्वल्स टु 10 आउँछ भनेपछि यो इक्वेसनमा 10 हाल्दियौ त। अब यो इक्वेसनमा 10 हाल्दियौ है। नानीहरु सुरुमा नम्बर अफ एटम्स कति दिएको छ, अब मास अफ एटम्स कति दिएको छ सुरुमा, 1025 mg है, 1025 mg ल ठिक छ। अब भनेपछि m बाइ 1024 इज इक्वल्स टु 1/2 को पावर 10। अब हेर त, m इज इक्वल्स टु 1/2 को पावर 10 इन्टु 1024। ल नानी यो क्याल्कुलेट गरौ भने त m कति हुन्छ, 1 mg आउँछ अरे है, 1 mg आउँछ अरे हो। सबैको 1 mg आयो, भन फास्ट छिटो। नानीहरु फिल आइराछ कि छैन, पढ्नलाई फिल आइराछ नि तिमीलाई, भन प्लिज बोल है, फिल आइराछ कि छैन, पढ्न फिल त आइराछ नि, आउनु पर्यो है, फिल आउनु पर्यो के, अनि पो मजा आउँछ त फिजिक्स पढ्न, हो कि हैन, अनि पो फिजिक्स पढ्न मजा आउँछ त है। ल ठिक छ, यहाँसम्म के कन्फ्युजन छ, छैन है, हाम्रो एन्सर भनेको यति आयो। ल ठिक छ। अब हेर, अब यो क्वेशन गर त प्लिज सबैजनाले, नानीहरु यो क्वेशन ट्राई गर फास्ट छिटो है, यो क्वेशन ट्राई गर त छिटो फास्ट। 2081 मा सोधेको क्वेशन रहेछ, अलि गाह्रै छ हैन, अलि क्वेशन लामै छ, गाह्रै छ के यो क्वेशनहरु है। रेडियो एक्टिभिटीबाट सोधेका क्वेशनहरु गाह्रै हुन्छन् के, न्यूमेरिकल्स हुन्छ। ल हेर त सोलुसन के भनेको छ, जेएम काउन्टर, जर्ज मुलर काउन्टरले भनेको एक्टिभिटी अफ रेडियो एक्टिभ एलिमेन्ट्स भनेको मेजर गर्यो अरे, जुन चाहिँ पत्ता लाग्यो कति भन, 894 हो। मैले हेर्छु ल है, ल 895 रहेछ, 895 काउन्ट्स पर मिनेट पत्ता लाग्यो अरे। अनि 10 मिनेट पछि भनेको त्यो रेट अफ डिसइन्टिग्रेसन भनेको 327 काउन्ट्स पर मिनेट भयो अरे। भनेपछि इनिशियल रेट कति छ अनि फाइनल रेट कति छ त्यो थाहा हुनु पर्यो नि त हामीलाई, हो कि हैन, फास्ट छिटो। इनिशियल एक्टिभिटी कति छ हेरौँ है, इनिशियल एक्टिभिटी। ल नानी बाबुहरु, इनिशियल एक्टिभिटी भनेको dn नट बाई dt के हुन्छ भन, लैम्डा t हुनु पर्ने हैन, यो त थाहा छ नि तिमीलाई। इनिशियल रेट एक्टिभिटी भनेको के हुन्छ भन, सिम्पल, ओ सरी लैम्डा t भनेछु, लैम्डा n हुन्छ, लैम्डा n नट हुन्छ। ल यति त थाहा छ तिमीलाई, हो कि हैन। इनिशियल रेट एक्टिभिटी कति दिएको छ भन, इनिशियल रेट एक्टिभिटी भनेको 895 पर मिनेट दिएको छ हैन, काउन्ट्स पर मिनेट दिएको छ। ठीक छ है। अब मलाई भन नानीहरु, 10 मिनेट पछाडी टाइम पिरियड कति दिएको छ, टाइम पिरियड t इज इक्वल्स कति भन, 10 मिनेट छ। अब हेर 10 मिनेट पछि नानीहरु फाइनल रेट एक्टिभिटी कति दिएको छ भन, फास्ट छिटो, फाइनल एक्टिभिटी कति दिएको छ भन, फास्ट छिटो बोल है। फाइनल एक्टिभिटी दैट इज dn बाइ dt भनिन्छ यसलाई। यसलाई फर्मुलाको विशेषमा लेख्यो भने लैम्डा n हुन्छ। यो कति दिएको छ, 327 काउन्ट्स
पर मिनट दिएको छ ल। अब हेर न के गर्दिम भन्दाखेरि नि नानीहरु हेर त ल्याम्डा एन है यति पकड त तिमीले यति पकड त तिमीले हेर त यति पकड त तिमीले यो दुईटालाई डिभाइड गर्दिनु हुन्छ नानीहरु यो दुईटालाई डिभाइड गर्दिनु मिल्छ हेर त यसलाई 1 माने इक्वेसन हैन यसलाई 2 माने यसलाई भनेको मैले डिभाइड गर्न पाउँछु बोल न छिटो पाउँछु कि पाउँदिन बोल बोल खोइ त बोल न पाइन्छ नि हैन पाइन्छ अवश्य पाइन्छ भनेपछि 1/2 गर्दिम न हेर त 1/2 गर्दिम मेरा ल ठीक छ 1/2 गर्दिँदाखेरि के देख्यौ है क्वेशन सोधेको क्वेशन छ है यो 1/2 डिभाइड गर्दाखेरि के आयो होला lambda n naught ध्यान दिनु lambda n naught by lambda n is equals to के हुन्छ होला lambda n naught by lambda n is equals to के हुन्छ होला 865 हेर है 895 by 3 कति छ 327 लाएर नानीहरु यो क्याल्कुलेट गर्दा यो क्याल्कुलेट गर्दा कति आउँछ भने फास्ट lambda र lambda गयो गुणखाडी n naught by n is equals to कति आउँछ भने छिटो क्याल्कुलेट गर कति आउँछ खोइ त बोल न क्याल्कुलेट गर्दाखेरि 2.737 आउने रहेछ यो इक्वेसन 3 भयो नानी बाबु यहाँसम्म के कन्फ्युजन छ भन प्लिज केटाकेटी हो यहाँसम्म के कन्फ्युजन छ छैन है छैन नि ल ठीक छ अब हेर त अब हामीलाई थाहा छ नानीहरु हामीले यति निकाल्यौ है त ल अब हामीलाई थाहा छ हामीलाई यो इक्वेसन थाहा छ नि नाउ n equals to हेर है n naught times e को पावर माइनस lambda t तिमीलाई थाहा छ नानीहरु तिमीलाई यो फर्मुला थाहा छैन जे होस् निकाल है अनि नानीहरु यति गरिसकेपछि हेर त ध्यान देऊ अब नानीहरु हेर है प्लिज फोकस गर है अब तिमीले यति गरिसकेपछि भनेको नि यहाँ हेर त म टक्क के गर्दिन्छु n by n naught is equals to e को पावर माइनस lambda t लेख्दिन्छु हेर अब हेर है यसलाई भनेको ठिक्क उल्टाइदिन्छु माथिको भ्यालु अनुसार हैन n naught by n is equals to के हुन्छ भने e को पावर lambda t हुन्छ दुईटैको पावर उल्टाइदिएको अब हेर त नानीहरु अब म के गर्छु प्लिज फोकस गर है अब म के गर्छु त भन्दाखेरि यतातिर लग हाल्दिन्छु है यतातिर यदि मैले लग हाल्दिए भने के हुन्छ थाहा छ तिमीलाई लग हाल्दिए भने के हुन्छ थाहा छ तिमीलाई ln n naught by n इज इक्वल टु के हुन्छ भन lambda t हुन्छ है लगी हुन्छ लगीको भ्यालु 1 हुन्छ के फरक पर्दैन अब नानीहरु हेर त ln हाम्रो कति आएको छ 2.73 है हो 2.737 आएको छ ल ठीक छ इज इक्वल टु के हुन्छ भन नानीहरु lambda t हुन्छ अब हेर नानीहरु हामीले यहाँ टाइम पिरियड दिएको छ प्यारा नानीहरु भन हामीले टाइम पिरियड दिएको छ अवश्य दिएको छ 10 मिनेट हो कि हैन हामीलाई टाइम पिरियड भनेको 10 मिनेट दिएको छ भनेपछि यो भ्यालु निकाल त यो तिमीले क्याल्कुलेटरमा क्याल्कुलेट गरेर निकाल है डिवाइडेड बाइ टाइम भनेको 10 मिनेट्स दिएको छ भनेपछि नानीहरु डिके कन्स्टन्ट के आयो मलाई फास्ट छिटो डिके कन्स्टन्ट कति आयो 0.1 पर मिनेट आयो हो भेरी नाइस 0.1 पर मिनेट आयो ल ठीक छ हामीलाई ल्याम्डा कन्स्टन्ट त सोधेको क्वेशनले हो कि हैन हामीलाई क्वेशनले के सोधेको छ हामीलाई क्वेशनले भनेको डिके कन्स्टन्ट सोधेको छ अब हाफ लाइफ सोधेको अनि नानीहरु ल्याम्डा डिके कन्स्टन्ट थाहा भएपछि हाफ लाइफ निकाल्न के गाह्रो छ र नो हाफ लाइफ कसरी निकाल्छौ भन फर हाफ लाइफ tf है हाफ लाइफ tf इक्वल्स टु व्हाट वी हैव है हाफ लाइफ इज इक्वल्स टु 0.693 बाइ के हुन्छ भने ल्याम्डा हुन्छ है 0.693 बाइ के भयो न नानी बाबुहरु ल्याम्डा को भ्यालु कति आउँछ भन 0.693 बाइ ल्याम्डा को भ्यालु भनेको कति आउँछ 0.1 आउँछ है 0.1 आउँछ दैट इज 6.93 के आउँछ मिनेट्स आउँछ ल यसको 6.93 सेकेन्ड्स आयो आन्सर ल हेर अब यो क्वेशन ट्राई गर प्लिज एभ्रीवन क्वेशन छ कि मसँग है मसँग नानीहरु क्वेशन छ यो क्वेशन ट्राई गर त प्लिज कहिले आको यो त्यो त कहिले आको त छोप्पे छ हैन के फरक पर्दैन दुईटा स्याम्पल छ अरे है टु आइसोटोप्स A र B छ अरे ल दुईटा आइसोटोप्स A र B छ अरे आर इनिशियली प्रेजेन्ट इन द रेशियो कति भन दे इनिशियली प्रेजेन्ट इन द रेशियो अफ 1:4 है नानीहरु 1:4 को रेशियोमा प्रेजेन्ट छ अरे बुझ्यौ नि इनिशियल नम्बर अफ एटम्स भनेको है अनि हाफ लाइफ भनेको दुईटैको कति छ एउटाको भनेको 100 इयर्स छ अर्कोको भनेको कति छ 50 इयर्स छ है find the time period after which number of atoms A will be equals to atoms B भनेको छ कसरी गर्ने त यो मन फास्ट नानी बाबुहरु कसरी गर्छु त हेर है अब यहाँ क्वेशन के भनेछ सुरुमा A र B भनेको त्यहाँ के छ हेर ध्यान दिऊ है A र B भनेको रेशियो छ हेर है गिवन हामीलाई दिएको छ number of atoms है in a given sample two radioactive isotopes A and B are present initially in the ratio कति भनेको छ 1:4 भनेको छ है ल हेर हामी मानौ Na है Na र Nb छ
Na र Nb भनेको 1:4 को रेशियोमा छ। Na/Nb भनेको 1/4 को रेशियोमा छ है। भन्नुको अर्थ के हो? हेर त, भन्नुको अर्थ के हो? ओहो, Na/Nb = 1/4 भन्न खोजेको के हो न? यसले देखाउँछ Nb भनेको के अरे 4 टाइम्स अफ Na अरे है। ल हेर, यति कुरा बुझ्यो है। अब यहाँ हेर, लेट नाउ n यसलाई म के भन्छु न, n = n0 e को पावर माइनस लैम्डा t मान्छु। यो पाइन्छ? हेर त, na भनेको = n0 e को पावर माइनस लैम्डा t लेख्न मिल्छ? मिल्छ है। त यो लैम्डा पनि a को हुनु पर्यो, t पनि a को हुनु पर्यो है। यति कुरा त बुझ्छौ नि? बुझ्छ है? यति कुरा बुझ्छ नि? ल ठीक छ। अब बाबु नानी हेर त, हामीलाई क्वेशनले नि भनेको छ के छ भनेको छ न? क्वेशनले नि भनेको छ Nb के रहेछ? Nb भनेको 4 टाइम्स अफ Na हो हेर। Na भनेको अलरेडी यति छ भनेपछि Nb भनेको 4 टाइम्स अफ यो हेर। दैट मीन्स 4 टाइम्स अफ n0 * e को पावर माइनस लैम्डा के हुन्छ न? लैम्डा b हुन्छ अनि tb हुन्छ। यो इक्वेसन 2 आयो। ल हेर नानी बाबुहरु, यहाँसम्म तिमीलाई के कन्फ्युजन छ? मलाई प्लिज एभ्रीवन छिटो भन है। केटाकेटी हो, यहाँसम्म तिमीलाई के कन्फ्युजन छ भन? यहाँसम्म तिमीलाई के कन्फ्युजन छ? छैन नि? ल ठीक छ। अब हेर त, आफ्टर सर्टेन टाइम के भनेको छ हेर। अब हामीलाई हाफ लाइफ पनि दिएको छ है। हामीलाई क्वेशनले भनेको हाफ लाइफ पनि दिएको छ है। हाफ लाइफ के दिएको छ भन? हाफ लाइफ फर a भनेको कति दिएको छ? 100 इयर्स है। अनि हाफ लाइफ फर b कति दिएको छ भन? 50 इयर्स है। अब बाबु नानी हेर त, अब ध्यान देऊ त, हामीलाई भनेको आफ्टर सर्टेन टाइम कति भनेको छ? अमाउन्ट अफ a भनेपछि Na र Nb भनेको इक्वल हुन्छ भनेर क्वेशनले भनेको छ है। भनेपछि त्यो टाइमलाई भनेको t मान्दिनु न। ल हेर, लेख है, आफ्टर टाइम इक्वल्स टु t हेर है। यो टाइम t भनेको अब ta सँग पनि इक्वल हुनु पर्यो, tb सँग पनि इक्वल हुनु पर्यो, किनकि दुईटै एटम्स दिँदा के हुन्छ? Na = Nv भनेर क्वेशनले दिएको छ, हो कि हैन भन? नानीहरु यो कन्डिसन क्वेशनले दिएको छ नि? छ है। अब नाउ के गर्न सकिन्छ हेर? नाउ मान्न सकिन्छ यति बेला भनेको Na = Nv हुन्छ है। Na को भ्यालु कति छ? Na को भ्यालु भनेको n0 e को पावर माइनस, नानीहरु अब लैम्डा a मात्र लेख्ने, टाइम t त दुईटैको लागि सेम छ नि त, त्यही भएर लैम्डा a मात्र लेख्ने, टाइम t सेम छ है। अब हेर, इट इज इक्वल्स टु के हुन्छ भन नानीहरु? 4 टाइम्स अफ n0 e को पावर माइनस लैम्डा b टाइम्स t हुन्छ। बुझिन्छ? ल हेर है, नानीहरु के गोलखाडी भयो हेर। अलिकति लामै छ है यो क्वेशन। केटाकेटी हो, नआतिने है, नआतिने, आरामले बुझ्दै जाने। अलिकति क्वेशन लामै छ हेर है, आतिनु चाहिँ भएन है त। ल हुन्छ। ल हेर, त्यसपछि के हुन्छ? 4 और 4 काटिन्छ। अब हेर नानीहरु, 4 और 4 काटेपछि भनेको ध्यान देऊ त, यो यतालाई म यता लान खोज्छु भनेपछि के हुन्छ भन? यसलाई यता ल्याउँदाखेरि यो पोजिटिभ हुन्छ भनेपछि e को पावर के हुन्छ? लैम्डा b टाइम्स t माइनस हेर है लैम्डा a टाइम्स t हुन्छ है। यो त पोजिटिभ हो, यो त नेगेटिभ नै हुन्छ नि त, = 4 हुन्छ। बाबु नानीहरु, तिमीलाई यहाँसम्म के कन्फ्युजन छ? छैन है। अब दुईतिर लग हाल्दिम है त। दुईतिर लग हाल्दिँदाखेरि नानीहरु यहाँ लग हुन्छ, पावर भनेको अगाडि आउँछ है। लैम्डा b टाइम्स t माइनस लैम्डा a टाइम्स t हुन्छ है। अब यहाँ लग e को भ्यालु 1 हुन्छ भने त लेखिन, = के हुन्छ भन? ln4 हुन्छ है। ln4 लाई भनेको म के लेख्न सक्छु थाहा छ तिमीलाई? हेर है, लैम्डा b टाइम्स t माइनस लैम्डा a टाइम्स t = के हुन्छ? ln4 लाई भनेको म ln हेर है 2 को पावर के लेख्न सक्छु? 2 लेख्न सक्छु हो। नानीहरु यहाँसम्म कन्फ्युजन छ? हुनु भएन है त। अब हेर है, यति भएपछि केटाकेटी हो ध्यान दिऊ है, यति भएपछि भनेको यहाँ के कमन लिन्छ? मिल्न मिल्छ हेर त, टाइम पिरियड लिन मिल्छ है। अब हेर है, टाइम पिरियड कमन लिइसकेपछि के आयो भन? लैम्डा b माइनस लैम्डा a आयो। हेर है, लैम्डा b माइनस लैम्डा a आयो। इट इज इक्वल्स टु के आउँछ भन? इट इज इक्वल्स टु हेर है, यो पावर अगाडि आउँछ, ln2 मात्र हुन्छ है। अब बाबुले हेर त, ध्यान देऊ त, टाइम पिरियड t = अब ध्यान दिऊ है, फोकस गर है नानीहरु। अब हेर, लैम्डा को फर्मुला तिमीलाई याद छ? मन फास्ट बाबुले लैम्डा को फर्मुला तिमीलाई याद छ? छैन भनेपछि हाफ लाइफ त याद होला। हाफ लाइफ को ठिक उल्टो त हो नि, 0.693 बाइ हाफ लाइफ हो लैम्डा को फर्मुला। अब हेर त, लैम्डा b को ठाउँमा म के लेख्छु भन? 0.693 बाइ के लेख्छु भन? हाफ लाइफ हुन्छ, हाफ लाइफ फर b लेख्दिन्छु माइनस 0.693 बाइ के लेख्दिन्छु भन? हाफ लाइफ हुन्छ, हाफ लाइफ अफ a लेख्दिन्छु = 2 इन्टु ln2 भनेको 0.693 हो। नपत्याए क्याल्कुलेट गरेर हेर है, नपत्याए नानीहरु क्याल्कुलेट गरेर। अब के काट्यो हेर त, यो कमन भएर काट्यो है, बुझिन्छ? अब हेर, हामीलाई क्वेशनले अलरेडी दिएको थियो t बाइ हेर है 1 बाइ, नानीहरु हाफ लाइफ अफ b र हाफ लाइफ अफ a कति थियो भन फास्ट छिटो?
हाफ लाइफ अफ ए भनेको 100, बी भनेको 50 हो कि हैन? अवश्य हो नि त है। हाफ लाइफ अफ बी भनेको 50 थियो र हाफ लाइफ अफ ए भनेको कति थियो भन? 100 थियो। भनेपछि केटाकेटी यो टी। अब यहाँ कमन ल्याउँदा एलसीएम लिँदाखेरि के हुन्छ? एलसीएम भनेको 100 भयो। अब हेर त यहाँ 2 हुन्छ, 2 1 भनेपछि 1 नै रहन्छ यहाँ, हो कि हैन? हो, इज इक्वल्स टु 2 हुन्छ। भनेपछि नानीहरु एन्सर के आयो सबैले भन फास्ट छिटो। केटाकेटी हो एन्सर भनेको 2 * 100 200 इयर्स आयो हो। बोला प्लिज छिटो। यो क्वेशन एकदमै सजिलो छ हेर न। यो क्वेशन मलाई कतिले भन्दै छ न त्यहाँ प्रिबोर्डमा आएको थियो अरे भनेर। आउँछ किनकि इम्पोर्टेन्ट क्वेशन छ। भर्खर 2080 मा आएको क्वेशन हो यो है। अलिकति लेन्दी भयो भने सजिलो छ हेर। बुझ्यौ नि? मैले मजाले पढाएको छु। तिमीले यो भिडियो रिभाइज गरेर नोट बनाउँदा पनि हुन्छ। हामी तिमीलाई नोट पनि अवेलेबल गरिदिन्छौँ, चिन्ता नगर्नु त्यसको बारेमा है। अहिलेको लागि क्लासमा फोकस गर्ने। अब यस्तै अर्को क्वेशन पनि दिउँ म। यस्तै अर्को क्वेशन दिउँ ल। यो क्वेशन गर नानीहरु, यति विश्वास गर कि यो बाहेक क्वेशन कुनै पनि आउँदैन कि। यति विश्वास गरेर जाऊ न अगाडि है। ल यो क्वेशन ट्राई गर प्लिज। 2080 मा आएको छ हेर त नानीहरु। हेर न भर्खर आएको हो कि क्वेशन। बोर्डमा आएको क्वेशनहरु हुने दिनु। 2080 को बोर्डमा आएको क्वेशन रहेछ ल हेर। नानीहरु हेर त 2 radioactive substance has equal number of atoms in a cell ल हेर। n0 n0 मान दिनु ल, ठीक छ। देयर हाफ लाइफ आर ल हेर त। दुईटा रेडियोएक्टिभ सब्स्टेन्स ए र बी को हाफ लाइफ दिएको छ। लेख है, टुक्का टुक्की लेख है। सोलुसन के दिएको छ गिभनमा लेख। गिभनमा भनेको हामीलाई के भनिन्छ? यहाँ कतिको जीवन भन्छन्, जीवन हैन गिभन हो है त ल। फेरि तिमीहरु जीवन भन्ला दिमागमा 24 आवर्स केटीको नाम चलिरहेछ। बहिनीहरुकोमा केटाको नाम चलिरहेछ। यसरी पढाइ हुन्छ हुँदैन है। गिभन हो यो, जीवन हैन है त ल। हाफ लाइफ अफ ए कति दिएको छ हेर। हाफ लाइफ अफ ए म यहाँ सर्टकट लेखिदिन्छु, तिमीहरु एक्जाममा लङ कट लेख्ने है ल। हाफ लाइफ अफ ए भनेको 3 आवर्स ल, ठीक छ। हाफ लाइफ अफ बी कति दिएको छ हेर नानीहरु, प्लिज फोकस गर। हाफ लाइफ अफ बी भनेको तिमीहरुकोमा भनेको कति दिएको छ भन? हाफ लाइफ अफ बी भनेको केटाकेटी हो 9 आवर्स दिएको छ है। 9 आवर्स दिएको छ। अब हामीलाई कम्पेयर द रेडियोएक्टिभ डिसइन्टिग्रेसन आफ्टर 18 आवर्स भनेको क्वेशन सोधेको छ। भनेपछि टाइम पिरियड कति दिएको छ? टाइम पिरियड भनेको हामीलाई टी भनेको 18 आवर्स दिएको छ। त्यसो नानीहरु एन र एन बी निकालौं न सुरुमा ल। सुरुमा भनेको एन र एन बी निकालौं न। दादा एन भनेको के भन्नु? एक केटाकेटी हो अघि भर्खर पढाएको हैन। एन भनेको टाइम पिरियड बाइ हाफ लाइफ भनेको हैन, हो नि त हैन। अब त्यसो एन नाउ एन ए र एन बी निकालौं त सुरुमा के हुन्छ हेर है। एन ए भनेको के हुन्छ? टाइम पिरियड बाइ के हुन्छ न? हाफ लाइफ अफ ए हुन्छ। त्यसो के आयो? के आयो भन त फास्ट छिटो। टाइम पिरियड भनेको कति हुन्छ? 18 हुन्छ। हाफ लाइफ अफ ए भनेको कति छ भन? 3 आवर्स छ। भनेपछि कति हुन्छ? 6 हो। एन इक्वल्स टु 6 आको हो नि है। अब हेर त एन बी निकालौं। एन बी पनि त्यही हो। हाफ टोटल टाइम पिरियड कति छ? 18 आवर्स छ हैन। अनि हाफ लाइफ अफ बी कति छ? हाफ लाइफ अफ बी भनेको 9 छ। भनेपछि कति आउँछ? 2 आवर्स आउँछ। ल भन नानी बाबुहरु, यहाँसम्म के कन्फ्युजन छ? छिटो बोल है प्लिज। मेरो लागि भए पनि बोल्दियौ के। मेरो लागि भए पनि बोल्दियौ नानी बाबुहरु भन फास्ट छिटो। यहाँसम्म तिमीलाई के कन्फ्युजन छ? छिटो भन फास्ट। नानी बाबुहरु यहाँसम्म तिमीलाई के कन्फ्युजन छ? छैन। अनि अघि भर्खर मैले एउटा फर्मुला पढाएको थिएँ, तिमीलाई याद छ? अघि भर्खर मैले एउटा फर्मुला पढाएको थिएँ नि। n बाइ n नट इज इक्वल्स टु के हुन्छ? 1/2 को पावर भनेको n हुन्छ है। अब नानीहरु हेर त फर ए सब्स्टेन्सको लागि हेरौँ त। n भनेको कति छ? n हुन्छ है। n नट इनिशियल नम्बर अफ एटम्स दुईटैको लागि सेम छ, n नट लेख, फरक पर्दैन है त ल। इज इक्वल्स टु नानीहरु ए को लागि n कति आयो? ए को लागि n कति आएको थियो हेर। ए को लागि n भनेको 6 3 जा 18 6 हुन्छ है। ल यो एउटा इक्वेसन भयो। अब नानीहरु हेर त फर बी। बी को लागि हेरौं। बी को लागि हेर्दाखेरि के हुन्छ होला? n b by n नट इज इक्वल्स टु के हुन्छ होला? n b by n नट इज इक्वल्स टु 1/2 को n/2 को पावर के हुन्छ होला? 2 हुन्छ। ल भन हेर त यहाँ त्यही छ नि हैन। 18/9 ल हेर। नानी बाबुहरु यहाँसम्म के कन्फ्युजन छ? छिटो न फास्ट। अब ध्यान दिऊ है नानीहरु। अब म के गर्दिन्छु ल हेर। यसलाई डिभाइड गरिदिन्छु नाउ n a by n नट हेर है। मैले इक्वेसन 1 माने, मैले यसलाई भनेको इक्वेसन 2 माने ल, ठीक छ है। अब हेर नानीहरु म के गर्दिन्छु? यसलाई डिभाइड गरिदिन्छु। 1/2 गरिदिन्छु ल, ठीक छ। के हुन्छ भने n a by n नट डिभाइडेड बाइ n b by n नट। अलिकति लामै छ तर सजिलो छ कि गाह्रो छैन? हेर है पावर के हुन्छ र? अब यो यसो गरिराख्दाखेरि भनेको के हुन्छ? 1/2 को पावर 6 हुन्छ। 1/2 को पावर 2 हुन्छ है। अब बाबुले हेर त यो के भयो? n नट र n नट कहाँ गयो? गोलखाडी। n नट र n नट भनेको गोलखाडी भयो। भनेपछि के आउँछ भन? n a
नाउ हेर है फोकस गर है NA/NB भनेको बाबु नानीहरु के आउँछ भने सिम्पल छ नि NA/NB भनेको अब यो पावर माथि गयो -2 हुन्छ 1/1/2 को पावर 4 हुन्छ ल यहाँसम्म के कन्फ्युजन छैन हामीले के सोधेको छ फाइन्ड डाउन द रेशियो अफ डिसइन्टिग्रेसन सोधेको छ है रेट अफ डिसइन्टिग्रेसन सोधेको छ ध्यान दिनु है फोकस गर है रेट अफ डिसइन्टिग्रेसन सोधेको छ अब रेट अफ डिसइन्टिग्रेसन कसरी निकाल्ने त नानीहरु हेर है रेट अफ डिसइन्टिग्रेसन रेट अफ डिसइन्टिग्रेसन भनेको के छ नानीहरु हामीलाई थाहा छ dn/dt हो भनेर हो यसलाई भनेको म n/t पनि लेख्न सक्छु हो कि हैन हो तर हामीलाई रेट अफ डिसइन्टिग्रेसन अफ a विथ रेस्पेक्ट टु b भनेर सोधेको क्वेशनले हो हेर त फाइन्ड द डिसइन्टिग्रेसन अफ a विथ रेस्पेक्ट टु b वा त्यो भनेको कम्पेरिजन हो है रेट अफ डिसइन्टिग्रेसन को कम्पेरिजन हो भनेपछि हेर न r भनेको के रहेछ नानीहरु हेर यहाँबाट के कन्क्लुजन मिल्यो r = n/t लेख्न मिल्छ यो d लाई हटाइदियो भने मिल्छ अवश्य है नाउ अब कम्पेयर गर न रेट अफ डिसइन्टिग्रेसन अफ a विथ रेस्पेक्ट टु रेट अफ डिसइन्टिग्रेसन अफ b है अलिकति लामै छ है क्राइटेरिया नतर्सिने के तर्सिनु भएन अलिकति लामै छ तर्सिनु चाहिँ भएन के हेर न के हुन्छ भने रेट अफ डिसइन्टिग्रेसन अफ a विथ रेस्पेक्ट टु रेट अफ डिसइन्टिग्रेसन अफ b के हुन्छ न n हेर है ध्यान दिनु है NA/TA डिभाइड के हुन्छ न NB/TV हुन्छ ल अब गर न नानीहरु अब गर न के हुन्छ र अब गर्दै गर्दाखेरि यसको भ्यालु कति आयो भने फास्ट छिटो नानीहरु गर्दै गर्दाखेरि यसको भ्यालु कति आउँछ खोइ बोल न ए कति आउँछ हेर त NA/NB को भ्यालु त अलरेडी मैले निकालिसकेको थिए 1/2 को पावर 4 हो कि हैन हो हेर त हो अब हेर त TB/TA छ हो कि हैन TB/TA छ भनेपछि TB कति दिएको थियो हामीले टाइम पिरियड फर B कति दिएको थियो हाफ लाइफ भन फास्ट छिटो हाफ लाइफ कति दिएको थियो B को लागि भन फास्ट छिटो 9 दिएको हो अवश्य हो अनि यसको लागि कति दिएको छ A को लागि 3 दिएको छ भने चाहिँ 9/3 लेख यहाँ 9/3 लेख अब यो सल्भ गर त नानीहरु सरी यहाँ भएछ उतातिर लेखेको है यो ल यहाँ कति हुन्छ भन = 1/2 को पावर 4 इन्टु के हुन्छ भन TB भनेको 9 यो 3 होला ल यो सल्भ गर त कति आउँछ रेट अफ डिसइन्टिग्रेसन को रेशियो कति आउँछ भन फास्ट छिटो सल्भ गर है कति आएको राइट हो बोल न है खोइ त बोल न 3:16 आउँछ हो 3:16 आउँछ हो बुकमा यति आइराछ यति क्याल्कुलेट गरेर निकाल है ल ठीक छ नानी बाबुहरु यहाँसम्म के कन्फ्युजन छ बोल 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 छिटो बोल नानी बाबुहरु यहाँसम्म के कन्फ्युजन छ ल ठीक छ हेर त मजा आइराछ छैन फिजिक्स पढ्न मजा आइराछ नि आइडियो हेर त प्रशान्त दाइसँग फिजिक्स पढ्न यति मजा आउँछ ल यो क्वेशन ट्राई गर्छौ प्यारे नानी बाबुहरु यो क्वेशन ट्राई गर प्लिज छिटो यो त सजिलो छ के फेरि यो त सजिलो छ के फेरि आउन पनि फेरि हेर त 2080 मा आयो हैन 3-4 मार्क्स आउँछ के यति क्वेशन यति जाबो क्वेशन 2080 मा सोधेको छ के भर्खरै यति जाबो क्वेशन 2080 मा सोधेको छ कति सजिलो छ के हेर त द आइसोटोप कार्बन 14 हैज हाफ लाइफ कति भन 5700 years है इफ द सैंपल कंटेन्स 10 को पावर 12 कार्बन एटम्स देन फाइन्ड एक्टिविटी ल हेर यसको डिसइन्टिग्रेसन को एक्टिविटी निकाल भनेर क्वेशन सोधेला भने फास्ट छिटो ट्राई गर प्लिज हामीलाई एक्टिविटी dn/dt सोधेको छ हेर है गाह्रो भने छैन कि यहाँ हेर न सोलुसन हामीलाई के दिएको छ हेर त हाफ लाइफ दिएको छ अलरेडी हाफ लाइफ भनेको 5700 इयर्स हुन्छ है कति छ न 5700 इयर्स हुन्छ अब तिमीले मलाई भन एक वर्षमा कति महिना हुन्छ नानीहरु एक वर्षमा कति महिना हुन्छ 12 महिना हुन्छ अब हेर नानीहरु एक वर्षमा 12 महिना हुन्छ 12 महिना एक महिनामा कति दिन हुन्छ 30 दिन हुन्छ हैन अनि अब एक दिनमा कति घण्टा हुन्छ 24 घण्टा हुन्छ कति मिनेट हुन्छ 60 एक घण्टामा 60 मिनेट हुन्छ अनि एक मिनेटमा कति सेकेन्ड हुन्छ 60 सेकेन्ड हुन्छ यो टोटल क्याल्कुलेट गर्दा हाफलाई कति आउँछ बाबु नानी यो क्याल्कुलेट गर्दा हाफलाई कति आयो भन फास्ट छिटो 1.77 इन्टु हेर है यसको हाफ लाइफ भनेको क्याल्कुलेट गर्दाखेरि 1.77 इन्टु 10 को पावर 11 सेकेन्ड्स आउँछ हो भन फास्ट छिटो 1.77 इन्टु 10 को पावर -11 आउँछ हो बोल न ए बोला बोला खोइ त बोल्नु त पर्यो नि एटलिस्ट यार बोल न यार केटाकेटी हो छिटो हो नि है अब हेर त अब हामीले निकाल्नु पनि के छ एक्टिभिटी निकाल भनेको छ नाउ एक्टिभिटी dn/dt इक्वल्स टु व्हाट हामीलाई थाहा छ हामीलाई के थाहा छ dn/dt इक्वल्स टु -λt तर हेर्नु न नानीहरु यहाँ माइनस लेखेको मतलबै छैन के है त्यसैले डाइरेक्ट के लेख्थ्यौ
है यहाँ भनेको डाइरेक्टली तिमीले के लेख्नुपर्छ dn/dt भनेको lambda n लेख्नुपर्छ डाइरेक्टली है माइनस लेख्नु पर्दैन नम्बर अफ एटम्स दिएको छ हो अवश्य दिएको छ तर ल्याम्डा दिएको छैन अब हेर न ल्याम्डा दिएको छैन त्यसो कसरी निकाल्ने हामीलाई हेर त हामीलाई हाफ लाइफ दिएको छ भनेपछि ल्याम्डा भनेको के हो न 693 बाइ के हो न ल्याम्डा भनेको 693 बाइ हाफ लाइफ हेर 0.693 बाइ हाफ लाइफ इन्टु के हुन्छ न इन्टु भनेको नम्बर अफ एटम्स 10 को पावर 22 भनेपछि नानीहरु एक्टिभिटी कति आयो प्लिज क्याल्कुलेट गर हाफ लाइफ को भ्यालु हालेर क्याल्कुलेट गर त कति आउँछ 4 इन्टु 10 को पावर 10 डिसइन्टिग्रेसन पर सेकेन्ड आउँछ हो मैले तिमीहरुको लागि यति मेहनत गरिरहेको छु तिमीले गर्नु पर्दैन मैले तिमीहरुको लागि यति धेरै मेहनत गरिरहेको छु केटाकेटी हो तिमीले गर्नु पर्छ कि पर्दैन पर्छ नि त अनि खोइ त ल सबै के यति आन्सर आयो हो भन फास्ट छिटो ल ठीक छ है यहाँसम्म के कन्फ्युजन छ नानी बाबु यहाँसम्म के कन्फ्युजन छ ल यो क्वेशन ट्राई गर प्लिज छिटो सजिलो छ के गाह्रो छ नि यो पनि हेर त 2079 मा आएको रहेछ ओहो यो के थाहा छ तिमीलाई मेरो क्लास 12 एनबी बोर्ड को बेलाको क्वेशन होला त्यसलाई सायदै अब हाम्रो एरियामा हैन प्रदेश 1 मा नआए पनि प्रोभिन्स 1 मा नआए पनि अरुतिरको क्वेशन होला है अब सायदै मैले यो हाम्रो एक्जामिनेसनमा आएको भए चाहिँ मेरो आएको थियो होला किनकि मेरो थ्योरीमा A+ छ है ल यो क्वेशन ट्राई गर प्लिज 2079 भनेपछि मेरो एनबी बोर्ड हो के ल ट्राई गर फास्ट छिटो गाह्रो छैन के क्वेशन हावातालको छ क्वेशन हेर न एभोगाड्रोस नम्बर हामीलाई दिएकै छैन यस्तो सजिलो हामीलाई आइहाल्छ नि हैन हाम्रो क्वेशन के दिएको छ हाफ लाइफ दिएको छ है सोलुसन सुरुमा त हाफ लाइफ दिएको छ लेख गिवन जीवन भन्दै होइन भन्दैछु है म तिमीलाई फेरि जीवन होइन त्यतिर फोकस नगर्ने हेर त हाफ लाइफ कति दिएको छ हेर है नानी बाउहरु हाफ लाइफ भनेको हामीलाई दिएको छ हेर 1620 इयर्स हेर कति भन्यो 1620 इयर्स अब हेर त 1620 इयर्स भनेको कति हो कसरी लाने त ल 365 वाला लगर न त ल तिमीलाई 365 प्यारो छ जस्तो छ ल ठीक छ 365 डेज मा गइसक्यो आवर मा लग मिनेट मा लग सेकेन्ड मा लग है यति सेकेन्ड्स हुन्छ ल कति आयो भने फास्ट छिटो हाफ लाइफ कति आयो भने हाफ लाइफ भनेको लगभग 5 into 1 है 5 into 1 10 को पावर 10 सेकेन्ड्स आउने रहेछ ल ठीक छ है यति नै आको हो नि ल ठीक छ अब हेर है हाफ लाइफ आइसक्यो अब हेर त नानीहरु हामीलाई भनेको वेट अफ 1 ग्राम अफ रेडियम भनेको छ मास अफ रेडियम 226 भनेको कति छ 1 ग्राम छ है अब नानीहरु हामीले के निकाल्नु पर्ने छ एक्टिभिटी निकाल्नु पर्ने छ dn/dt है इक्वल्स टु व्हाट हामीलाई थाहा छ है dn/dt भनेको के हुन्छ भने है ल्याम्डा n हुन्छ ल्याम्डा n हुन्छ हाफ लाइफ दिएको छ ल्याम्डा निकाल्नु ठुलो कुरा भएन 0.697 ल्याम्डा गरिदिने तर नम्बर अफ एटम्स निकाल्नु पर्यो हो कि हैन नम्बर अफ एटम्स फेरि कति मूर्खहरूले के गर्दिन्छन् डाइरेक्टली यो हाल्दिन्छन् नानीहरु यो भनेको डाइरेक्टली यो हाल्ने होइन के है ध्यान दिनु है यहाँ केमिस्ट्रीको कन्सेप्ट छ हेर केमिस्ट्रीमा तिमीले मूल कन्सेप्ट पढ्दाखेरि कतिको ध्यान दिएको छैन है ध्यान दिनु है 226 ग्राम अफ रेडियम हेर ध्यान दिनु है 226 ग्राम अफ रेडियम contains 6.023 into 10 को पावर 23 एटम्स है यति रेडियम्स को एटम्स हुन्छ भनेपछि मलाई भन 1 ग्राम अफ रेडियम को निकाल्नु पर्ने छ मैले एक्टिभिटी हो कि हैन नाउ 1 ग्राम अफ रेडियम कंटेन्स कति एटम्स हुन्छ पत्ता लगाउ त नानी बाबुहरु 0.623 into 10 को पावर 23 डिवाइड बाइ कति हुन्छ 226 हुन्छ ल भन यो कति आयो कति एटम्स आयो बाबु नानीहरु भन फास्ट छिटो कति आन्सर आयो बोल है 2.66 into 10 को पावर 21 हो भन है हो कि हैन 2.26 into 10 को पावर कति भन 21 एटम्स है ल ठीक छ 21 एटम्स अब नानीहरु एटम्स आइसकेपछि डिसइन्टिग्रेसन निकाल्न के छ र रेट निकाल्न के छ र dn/dt भनेको एक्टिभिटी हो इक्वल्स टु भनेको के हुन्छ न ल्याम्डा n हुन्छ र अब हेर ल्याम्डा को भ्यालु के छ 0.693 बाइ हाफ लाइफ हुन्छ है हाफ लाइफ को भ्यालु यहाँ हाल अघि भर्खर निकालिसकेको थिए n भनेको दिएको छ है कति दिएको छ n 2.26 into 10 को पावर 21 ल भन केटाकेटी हो नानीहरु तिमीले आन्सर त अवश्य क्याल्कुलेट गरिसक्यो होला कति आयो एक्टिभिटी कति आयो भने फास्ट छिटो बाबु नानीहरु एक्टिभिटी कति आयो खोइ त बोला न एक्टिभिटी भनेको 3.6 into 10 को पावर 10 डिसइन्टिग्रेसन पर सेकेन्ड आको हो
3.6 into 10 को पावर 6 डिसइन्टिग्रेसन पर सेकेन्ड आएको हो भने त नानीहरु हो कि हैन यदि आएको 3.6 into 10 को पावर 6 डिसइन्टिग्रेसन पर सेकेन्ड आएको हो नानीहरु यहाँसम्म के कन्फ्युजन छ यो क्वेशन ट्राई गर त प्लिज यो क्वेशन ट्राई गर त्यसो त्यहाँसम्म के कन्फ्युजन छैन भने ल हेर सुरुमा त यही हेर है म यहाँ के गर्यो भन्दिम फेरि ल हेर त केही पनि छैन हाफ लाइफ निकाल्नु पर्ने छ हाफ लाइफ हामीलाई इयर्समा दिएको हुन्छ इयर्समा निकालेर के पनि हामीलाई छैन मतलब है इयर्सलाई हामीले सेकेन्डमा लानु पर्छ त्यसको लागि इन्टु 365 डेजमा गयो इन्टु 24 आवर्समा गयो इन्टु 60 मिनेटमा गयो इन्टु 60 सेकेन्ड्समा गयो टोटल आयो हाफ लाइफ है त्यसपछि हामीलाई 1 रेडियमको 1 ग्राम अफ रेडियमको रेडियो एक्टिभिटी निकाल्नु पर्ने छ है हामीलाई भनेको एभोगाड्रोस नम्बर दिएको छ एभोगाड्रोस नम्बरको रिलेसन मैले बुझाइसके तिमीलाई है 226 ग्राम अफ रेडियम है बुझ्यौ नि हेर त रेडियम 226 छ नि त त्यही भएर है 226 ग्राम अफ रेडियम कन्टेन्स यति एटम्स हुन्छ भनेपछि 1 ग्राम अफ रेडियममा कतिवटा एटम्स हुन्छ त त्यो निकाल्न क्याल्कुलेट गरेर युनिटरी मेथड हो है क्लास 7 8 मा पढेको हो कि हैन हो नि ल हेर अब बाबु नानीहरु त्यसपछि भनेको के गर्ने भने त्यसपछि भनेको हामीलाई रेट अफ डिसइन्टिग्रेसन निकाल्न भनेको छ क्वेशनले हेर dn/dt सोधेको छ क्वेशनले अब हेर है dn/dt = माइनस लैम्डा n हुनु पर्ने हो माइनसको कुनै पनि अर्थ छैन यहाँ त्यही भएर माइनस छोड्दियौ अब सल्भ न्यूमेरिकल सल्भ गर्दाखेरि माइनस चाहिदैन त्यसपछि भनेको हामीलाई लैम्डा त दिएको छैन क्वेशनले के गर्ने त हामीलाई थाहा छ नि त लैम्डा भनेको 0.693 हाफ लाइफ हो कि हैन हो टक्कसँगले त्यो गर्दिने है हाफ लाइफको यहाँ भ्यालु हाल है ल त्यसपछि नम्बर अफ एटम्स पनि निकाल्ने हामीले हो कि हैन हो ल नानीहरु लास्ट क्वेशन ल आजको लास्ट क्वेशन यो गर फास्ट छिटो हेर न यो पनि हाम्रै बोर्डतिर आएको रहेछ के फेरि 2079 मा आएको रहेछ क्राइटेरिया हो के आयो आन्सर कम्पाउन्ड द एक्टिभिटी अफ फेरि 1 ग्राम भनेको छ कि एक्टिभिटी भन्ने बित्तिकै dn/dt सोधेको है त 1 ग्राम अफ थोरियम 232 whose decay constant is यहाँ हेर त यहाँ त डाइरेक्ट डिके कन्स्टेन्ट दिएको रहेछ ल ट्राई गर प्लिज के हुन्छ हेर त सोलुसन नानीहरु हेर न कम्पाउन्ड द एक्टिभिटी अफ 1 ग्राम अफ थोरियम भनेको छैन ल ठीक छ है अनि मास अफ थोरियम लेख न त ल नानी डिके कन्स्टेन्ट कति दिएको छ लैम्डा भनेको कति दिएको छ न डिके कन्स्टेन्ट लैम्डा हो जले वेभलेन्थ हुँदैन यहाँ डिके कन्स्टेन्ट हुन्छ डिके कन्स्टेन्ट भनेको 1.58 इन्टु भनेको 10 को पावर माइनस 18 हो यो 18% दिएको रहेछ ल ठीक छ अब हेर हामीलाई एभोगाड्रोस नम्बर दिएको छ यो चाहिदैन हामीलाई आइहाल्छ है ल ठीक छ अब मलाई के निकाल्नु पर्यो dn/dt = 8 ल अब हामीलाई थाहा छ dn/dt के हुन्छ भन लैम्डा n हुन्छ माइनस अर्थ छैन यहाँ नलेख फरक पर्दैन अब हामीलाई लैम्डा दिएको छ नम्बर अफ एटम्स दिएको छ यो लायो भने गोलो गोलो अन्डा पाउँछु त्यसो गर्ने हो होइन 1 ग्राम अफ थोरियम 232 मा कति हुन्छ त थाहा हुनु परेन पर्यो है अब तिमीहरु यहाँ लेख युनिटरी मेथड फलो गर मैले के भने 232 ग्राम अफ थोरियम 232 हो नि हो कि हैन हो है ल ठीक छ 232 grams of thorium है it contains के हुन्छ न it contains 6.023 into 10 को पावर 23 atoms थोरियम का एटम्स हुन्छ भनेपछि मलाई भन नानीहरु मलाई भन 1 ग्राम अफ थोरियम कन्टेन्स कति हुन्छ भने फास्ट छिटो नानीहरु प्लिज भन 1 ग्राम थोरियममा कति हुन्छ एटम्स 0.6.023 into 10 को पावर 23 डिवाइड के हुन्छ भन डिवाइड बाइ 232 है 232 एटम्स हुन्छ 2.6 into 10 को पावर 21 एटम्स आएछ 21 के इलेभन हो 21 एटम्स छ ल ठीक छ अब हामीले निकाल्नु पर्ने के छ एक्टिभिटी निकाल्नु पर्ने छ है अब एक्टिभिटी निकाल्न त के छ र नाउ एक्टिभिटी dn/dt भनेको के छ फर्मुला लैम्डा n छ लैम्डा को कति दिएको छ क्वेशनले ना क्राइटेरिया हो न 1.58 into 10 को पावर 18 दिएको छ है माइनस 18 1.58 into 10 को पावर माइनस 18 दिएको छ इन्टु नम्बर अफ एटम्स कति हुन्छ नम्बर अफ एटम्स भनेको 2.6 into 10 को पावर 21 बाबु नानीहरु क्याल्कुलेट गर त एक्टिभिटी क्याल्कुलेट गर dn/dt कति आयो भने फास्ट छिटो 4102 डिसइन्टिग्रेशन्स पर सेकेन्ड आको हो
हो बोल है छिटो सबैजनाको आयो हो सबैजनाको यो क्वेशनको एन्सर यति आयो 4102 डिसइन्टिग्रेसन पर सेकेन्ड आयो यो क्वेशनको एन्सर सजिलो थियो हो कि हैन सजिलो थियो नि कन्सेप्ट छ कि छैन नानीहरु भन त फास्ट छिटो कन्सेप्ट छ कि छैन भन फास्ट अवश्य कन्सेप्ट छ है कन्सेप्ट छ बुझ्यो नि त्यो फिजिक्स रट्ने चीज होइन फिजिक्स रट्ने चीज होइन कन्सेप्ट बुझ्नुपर्छ कन्सेप्ट बुझेपछि सब जे पनि गर्न सकिन्छ कि है तिम्रो जसरी गर हैन जति वेमा गर सकिन्छ तर फिजिक्स इज अल अबाउट कन्सेप्ट है एकदमै फोकस गर्यौ मेहनत गर्यौ भने फिजिक्स तिम्रो बेस्ट सब्जेक्ट हुन्छ है जसरी मेरो थियो त्यतिबेला अहिले पनि छ बुझ्यो नि ल ठीक छ है ठीक छ ल नानी बाबुहरु यतिमा भनेको मेरो वान शट है यतिमा भनेको हाम्रो वान शट के सकियो रेडियो एक्टिभिटी खतम भयो अब मैले भनेको मोडर्न फिजिक्समा पढाउन बाँकी भएको भनेको सेमी कन्डक्टर मात्र हो त्यो पनि छिटो हुनेछ है थ्यांक यू अल अफ यू थ्यांक यू फर योर अटेन्सन है क्लास 12 भनेको एकदमै हुन्छ नि गेटवे जस्तो हो के तिमीहरुले कतिको मेहनत गर्छौ त हैन तिमीहरु फ्युचरलाई लिएर कतिको एक्साइटेड छौ वा हुन्छ नि डिसिप्लिन छौ सिरियस छौ त्यो सबै कुरा भनेको क्लास 12 को रिजल्टले बताउँछ है लास्ट मन्थ रगड्न आफुलाई रगड है लास्ट मन्थ आफुलाई यस्तो रगड कि त्यसपछिको जुन साइनिङ हुन्छ नि त्यो साइनिङ भनेको सबै जनामा देखियोस् के जसरी डायमन्ड साइन गर्छ नि स्पार्कल गर्छ हो कि हैन गर्छ नि जसरी डायमन्ड हिरा चम्किन्छ त्यसैगरी तिम्रो पनि चम्क है इट डजन्ट मीन्स क्लास 12 को रिजल्ट बिग्रियो भने लाइफ बिग्रियो होइन है होइन मैले यस्तो स्टुडेन्ट देखेको छु जसको क्लास 12 भनेको नानीहरु बिग्रेर पनि पछि एकदम लाइक हुन्छ नि सक्सेस भएका छन् हैन इभन एमबीबीएस पढिरहेका छन् स्कलरशिपमा नानीहरु तर म यस्तो स्टुडेन्ट पनि देखेको छु जसले क्लास 12 भनेको लास्ट 1 महिनामा मेहनत गरेर भनेको केटाकेटी हो हुन्छ नि क्लास 12 बोर्ड एक्जामिनेसनमा ए प्लस हान्दिन्छ 3.96 जीपी हान्दिन्छ 3.8 जीपी भन्दा धेरै हान्दिन्छ ए प्लस हान्दिन्छ लास्ट को 1 महिना मात्र मेहनत गरेर देखेको छु मैले त्यही भएर आई वान्ट सम अफ यु टु बी दैट है